गुड मर्निङ। म हर बिहानी तपाईँको बिचमा बुद्ध पुरुष, ध्यानी पुरुष, आध्यात्मिक पुरुष र ती महान सन्त अनि महान आध्यात्मिक र ती ध्यानको चरम सीमा पुग्नुभएका ती महान पुरुषहरूको विषयमा हर बिहानी म तपाईँको बिचमा कुरा लिएर आइरहेको हुन्छु र राख्ने चेष्टा गर्छु मेरो आफ्नो दृष्टिकोण र मेरो आफ्नो विचारधारामा। यो कुनै पवित्र शास्त्रको कुरा होइन, यो कुनै धर्मशास्त्रको कुरा होइन, यो कुनै पवित्र ग्रन्थको कुरा होइन। यो मैले जानेको जुन विषयमाथि म अध्ययन गर्दैछु, यो अध्ययनको मुताबिक र मैले बुझेको र मैले जानेको कुरा तपाईँहरूप्रति हर बिहानी हुन सकेको राख्न चाहे। मलाई के लाग्छ भने धर्म आँखा खोलेर जानेर र होसपूर्वक मान्ने कुरा हो। धर्म प्रेम आँखा बन्द गरेर कुरा अथवा आँखा बन्द गरेर मान्ने कुरा होइन। जबसम्म तपाईँले धर्म र प्रेमलाई आँखा बन्द गरेर मान्नुहुन्छ अथवा तपाईँले अन्धविश्वास गरेको बराबर हुन जान्छ। जब तपाईँ ती कुरालाई आँखा खोलेर मान्नुहुन्छ, जब ती कुरालाई तपाईँले होसपूर्वक जान्ने प्रक्रियामा ल्याउनुहुन्छ, जब ध्यानको प्रक्रियाबाट ती धर्मलाई गुजार्नुहुन्छ, प्रेमलाई गुजार्नुहुन्छ, त्यो विष नभएर अमृत भएर जाँदछ। हर महान पुरुष र ध्यानी पुरुष र योगी पुरुषहरू यो भन्न चाहन्छ कि प्रेम धर्म आँखा खोलेर मान्ने कुरा हो, आँखा बन्द गरेर अन्धविश्वास हुने कुरा होइन भनेर भन्नुहुन्छ। अनि मैले जानेको कुरा र मैले बुझेको कुरा म तपाईँहरूप्रति राख्न चाहे। आज धेरै लामो प्रक्रियामा नजाउँ। आज हामी सत्ययुग, द्वापरयुग र त्रेतायुग अनि अहिले भने कलियुग चल्दैछ भन्ने जुन हाम्रो धारणा रहेको छ, यसमाथि हामी केही परिचर्चा गरौँ। मेरो कुरालाई अन्यथा भन्ने पटक्कै नलिनुहोला। विशेष म अरूप्रति बिन्ती पनि गर्न चाहन्छु। म ती ध्यानी पुरुष, योगी पुरुष, आध्यात्मिक पुरुष र बुद्ध पुरुषको विचारमा र उहाँले भन्नुभएको ती अमृतमय शब्दहरूको विचारमाथि म परिचर्चा गर्ने विचारधारा अथवा कोसिस गर्छु। म कुनै धर्मको सङ्गठन अथवा धर्मको एकता अथवा धर्मको अखण्डतामाथि ठोस पुर्याउने, टुटाउने, फुटाउने मेरो विचारधाराको रहेको छैन। सायद तपाईँले यो तरिकाले बुझ्नु हुँदैछ र तपाईँले यो तरिकाले लिन हुँदैछ भने तपाईँप्रति पनि म क्षमा प्राप्ति चाहन्छु। र विशेष म तपाईँप्रति यो 4टा कुरा जो मैले अनुभव गरेँ र बुझे कुरा र जुन कुरालाई मेरो आफ्नो दृष्टिकोणबाट तपाईँलाई राख्न चाहेँ, तपाईँलाई सायद अझै राम्रो तरिकाले बुझ्नु भएको छ, अझै राम्रो तरिकाले तपाईँले जान्न भएको छ भने कमेन्ट्स बक्स तपाईँको लागि खुला छ। तपाईँले मलाई कमेन्ट्स गरेर सचेत पनि गराउन सक्नुहुनेछ। अनि विशेष तपाईँलाई यो कुरा एकदमै नराम्रो लाग्छ भने तपाईँलाई बिन्ती गर्न चाहन्छु, तपाईँले छोडेर पनि जान सक्नुहुन्छ। सायद मेरो कुरा र मेरो विचार कसैले भन्न चाहेको होइन, अन्धाको दुनियाँमा चस्मा बेच्नु जस्तै हो। निकै गाह्रो छ, निकै साह्रो छ। त्यही भएर मेरो भिडियोहरू निकै समयदेखि म बनाइराखेको छु। त्यहाँ भ्युज आउँदैन, त्यहाँ त्यति धेरै कमेन्ट्स आउँदैन, त्यति धेरै लाइक आउँदैन। अनि म कमेन्ट, लाइक र भ्युजको भ्रमार होस् पनि भन्न चाहन्न, किनभने सत्य सबैको लागि होइन। सत्य चन्द ती व्यक्तिहरूको लागि हो जो सत्य खोज्न चाहन्छ, जो सत्यको समीप जान चाहन्छ, जसले धर्मलाई बचाउनु पर्छ, जसले प्रेमलाई बचाउनु पर्छ, जसले सत्यलाई बचाउनु पर्छ भनेर भन्नु हुँदैछ भने उहाँहरूको लागि मेरो शब्द होइन, मेरो आफ्नो विचारधारा म तपाईँप्रति राख्न चाहे। न सत्यलाई बचाउन सकिन्छ, न सत्यलाई अतिक्रमण गर्न सकिन्छ। बरु सत्यले हामीलाई बचाउँछ। हामी सत्यको समीपमा जानुपर्छ। सत्य यति धेरै कमजोर छैन जसले हामीले बचाउनु परोस्। सत्य त यति धेरै मूल्यवान र ताकतवर छ जसले हामीलाई बचाउँछ। र सत्य समयदेखि नै सत्यको समयसम्म उहाँले आफूलाई सत्यले बचाएर आइराखेको छ। यस्तै गरेर प्रेम पनि हो। प्रेमलाई हामीले कहिले बचाउनु पर्दैन, बरु ती गर्ने व्यवहारलाई, म प्रेम गर्छु भन्ने व्यवहारलाई बचाउनु पर्छ। यहाँ प्रेम गर्दिनँ भन्नेलाई सुधार होइन, प्रेम गर्छु भन्नेलाई सुधार गर्नु छ। जसले प्रेम गर्दिनँ भनेर एकातिर मुडिन्छ भने उसले एक तरिकाले प्रेमलाई नकार्दैछ, तर दोस्रो तरिकाले उसले प्रेमलाई लिँदै पनि छ। जसले म प्रेम गर्दैछु भनेर कुद्दैछ उसले नै हो प्रेमको विनाश पनि गर्दैछ। यो मेरो भनाइ होइन, यो चाइनाको बुद्ध पुरुष लाओस हो, ताओ ते किङको भनाइ हो।
कुनै कुरालाई गर्छु नभन्नुहोस्, तपाईले त्यहाँ दुष्कर्म गर्नु हुँदैछ। पानीलाई सफा गर्छु भनेर तपाईँ पानीमा पसेर सफा गर्नु नथाल्नुहोस्, त्यो पानीलाई छोडिदिनुहोस्, त्यो पानीलाई बहन दिनुहोस्। पानी आफसे आफमा सफा हुन सक्षम छ। यस्तै गरेर हर कुरालाई हामीले जान्न छ, बुझ्नु छ, विचारमा ल्याउनु छ र आफ्नो मनको परख नली अथवा मनको कसौटीबाट उधार्नु छ। जबसम्म त्यो कुरा र त्यो विचार तपाईँको मनको कसौटीबाट उत्रिँदैन तबसम्म नलिनुहोस्। मैले भनेको कुरालाई पनि तपाईँ नमान्नुहोस् भनेर भगवान गौतम बुद्ध भन्नुहुन्छ। आँखा बन्द गरेर कुनै कुरालाई विश्वास नगर, आँखा खोलेर विश्वास गरेर। यहाँ जान्नुपर्ने धेरै कुराहरू छ, मान्नुपर्ने थोरै कुरा छ। हामी धेरै जग्गामा धेरै ठाउँहरूमा हामी मानिराखेका छौँ, जान्ने प्रक्रिया जिरो हुँदै गइरहेको छ। न हामी प्रेमलाई जानेर पाउँछौँ, न हामीले परमात्मालाई खोजेर पाउँछौँ, न धर्मलाई कुनै जग्गामा हामीले उपहारको स्वरूप पाउँछौँ। यो त हामी भित्र हुने कुरा हो। एउटा कुरा तपाईहरुप्रति राख्न चाहे, भारतमा हामी हर ती दार्शनिक पुरुष, योगी पुरुष, ध्यानी पुरुषलाई हामी भगवान भनेको सुनिरहेको छौँ। अनि आजको दिनमा पढालेखा भाइ बहिनी सायद मेरो कुरालाई अन्यथा नलिनु होला, यो प्रश्न पनि राख्छ है धेरैपल्ट, होइन भगवान चाहिँ भारतमै मात्रै जन्मेको, अरू दुनियाँमा जन्मेन भगवान, अरू दुनियाँमा छैन, अरू दुनियाँ चाहिँ होइन, भारतै मात्रै हो भगवान जहाँ जन्मिने, भगवानको फ्याक्ट्री अथवा भगवान वाटेभर जो पनि हुन्छ भारतमै मात्रै जन्मिन्छ यहाँ भने एउटा उहाँहरूको गम्भीर प्रश्न पनि हुन्छ। अनि यो प्रश्न गलत होइन, सायद उहाँले अझै अध्ययनको जरुरत छ जस्तो लाग्छ। म बिन्ती गरेर यहाँ भएर भन्न चाहन्छु, सारा संसारले रिलिजनलाई खोज्यो, रिलिजन तयार गर्यो, भारतले धर्मलाई तयार गर्यो। यो कुरा एकदमै सुन्दर सिमिलर छ। फेरि कुरालाई अन्यथा नलिनु होला, धर्म र रिलिजन अलग अलग कुरा हो। सायद मैले भनिबस्यो भने धेरै लामो हुन जान्छ। तपाईहरु आफै यो कुराको स्टडी गर्नुहोस्, आफै खोज्नुहोस्। रिलिजन र धर्म, फेरि यो अन्यथा नलिनु होला। फेरि इङ्ग्लिसमा रिलिजन भन्छ, यता नेपालीमा होस् चाहे हिन्दीमा होस् हामी यसलाई धर्म भन्छौँ भनेर तपाईँ भन्नु हुँदैछ भने सायद तपाईँ यही नै चुक्नु भयो। एउटा उदाहरण म भन्न चाहन्छु तपाईँलाई गौतम बुद्धको विषयमा, भगवान बुद्धको विषयमा। भगवान गौतम बुद्धलाई पनि बुझ्नु नसकेको कारण चाहिँ यही हो। आज धेरै भगवान बुद्धको विचारधाराको वेस्टर्न फिलोसफरले आफ्नो कृत्रिम किताबहरूमा उतार्ने चेष्टा गर्छ। अनि भगवान गौतम बुद्ध आजको दिनमा हुनुहुन्न, उहाँ त 2500 साल अगाडि हुनुहुन्थ्यो नेपालको लुम्बिनी अञ्चलमा। अनि आजको दिनमा हामी चारैपट्टि जब फिलोसफरले रिसर्च गर्छ, जब फिलोसफरले त्यो कुरालाई खोज्छ र चारैपट्टि हेर्दा वरिपरि भिखारी जसले कटौरा बोकेर मागिरहेको छ दे 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 भनेर, एकदमै विरोधाभास कुरा यहाँ बुझ्नुपर्ने कुरा हुन्छ है। विशेष हाम्रो जवान भाइ बहिनी दिदी बहिनीहरू कसैले पनि भगवान गौतम बुद्धको विषयमा तपाईँलाई हर कसैलाई सुनाइबस्छु, बुझाइबस्छु, जनाइबस्छु मैले जानेको कुरा है। किन यो सुनाउँछु, किन जान्छु भनेर र किन जान्ने चेष्टापट्टि छु भनेर तपाईँ भन्दै हुनुहुन्छ नि, गौतम बुद्धको स्वाद, लाओत्सोको स्वाद र ती महान दार्शनिक पुरुषको स्वाद तपाईँ एकपल्ट चाख्नुभयो भने नि दोबारा तपाईँलाई कुनै संसारको कुराले प्रभाव पार्न सक्दैन, यति मूल्यवान छ। सारा संसारको मानिसहरू भन्छ तिम्रो लागि कसै तयार छ, डोरी लिएर पक्रिन, हात लिएर पक्रिन, स्वर्ग लान तयार छ, तिमी चिन्ता नगर, तिम्रो सहारा कसै छ, तिम्रो लठी कसै छ भनेर चिच्याइ तपाईँलाई कसैले भन्दैछ भने गौतम बुद्ध के भन्नुहुन्छ थाहा छ? शान्त आवाजमा उपदीप भव, तिमी स्वयं जाग, तिमी स्वयं जान। यो संसारमा कसैले पनि कसैलाई लान सक्दैन जबसम्म तिमी जाग्दैनौ। अरू कसैले लाने ठाउँमा त म जान्न, अरू कसैले, मेरो आफ्नो व्यक्तिगत धारणा पनि हो, अरू कसैले लिएर जाने जग्गामा म जान्न। तर जहाँ भगवान बुद्ध पुग्नु भएको छ, जहाँ जिजस क्राइस्ट पुग्नु भएको छ, जहाँ कबीर हुनुहुन्छ, जहाँ महावीर हुनुहुन्छ, जहाँ लाओत्सो हुनुहुन्छ, जहाँ लाफिङ बुद्ध हुनुहुन्छ, जहाँ चिरञ्जी हुनुहुन्छ, जहाँ मिलारिपा हुनुहुन्छ, जहाँ हर कृत्रिम जो इस धरतीको महान व्यक्तित्व हुनुहुन्छ नि, उहाँहरू नर्कै पुगे पनि त्यो जग्गा स्वर्ग हो।
म त्यहाँ जान तयार छु। मेरो आफ्नो व्यक्तिगत धारणा हो। अब कुरा आउँ सिधै मुद्दामा। भगवान गौतम बुद्ध कटोरा बोकेर हर जग्गामा शिक्षा र दीक्षा र भिक्षा लिनुहुन्छ। उहाँ हर जग्गामा कटौरा लिएर हुनुहुन्छ। अझै इन्ट्रेस्टिङ कुरा, अझै थप एउटा जानकारी म थप्न चाहेँ। भगवान गौतम बुद्धको कुरा सुनाउन म एकदमै खुसी छु र उल्लासित पनि छु। किन यो कुरा हो भनेर भन्नुहुन्छ भने खुबी र जुन कुरा उहाँले दिनुभएको छ स्वाद त मैले कतै न कतै चाख्ने मौका पाएको छु र विशेष मेरो व्यक्तिगत आन्तरिक हृदयबाट भगवान बुद्धलाई त्यति धेरै श्रद्धा छ, लाओसोलाई र हर ती महान सन्त व्यक्तित्वहरूलाई। अब कुरा हौँ, अनि जब फिलोसफरले भगवान गौतम बुद्धको विषयमा लेख्न थाल्छ, लेख्दै जाँदाखेरि वेस्टर्न फिलोसफर, फेरि यता हाम्रो पूर्वीय फिलोसफर भन्न चाहेको होइन, वेस्टर्न फिलोसफरले जब भगवान गौतम बुद्धको विषयमा लेख्न थाल्छ, उसले चारैपट्टि भिखारीलाई देख्छ। रुग्ण अवस्थामा पुगेको, मागिरहेको, कटोरा बोकेर दे 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 भनेर सारा संसारमा भिखारी जन्मियो। आज कोही पनि सम्राट छैन, हर कसै केही न केही मागिराखेको छ। चाहे धन होस्, चाहे पद होस्, चाहे खुसी होस्, चाहे कुनै पनि कुरा, 1 रुपियाँदेखि लिएर अरब रुपियाँ। धन मात्रै छैन, यहाँ कसैले कसैलाई मुस्कान पनि दिन सकिरहेको छैन। हर कसै भिखारी छ। धनको मात्रै भिखारी त अर्को कुरा हो हजुर, यहाँ मनको पनि भिखारी छ। जबसम्म मनबाट समृद्ध हुँदैन, जबसम्म मनबाट हामी उठ्दैनौँ, जबसम्म हामी मनको धनी हुँदैनौँ, सायद भगवान गौतम बुद्धको विचार र जिजस क्राइस्टको शब्दको अनुसार त्यो धन होइन। जिजस क्राइस्ट त अझै खुलेर यति मिठो कुरा गर्नुहुन्छ। तिमीहरू संसारको लागि धन नथुपार, तिमीहरू धन स्वर्गको लागि थुपार, जहाँ किरा र खियाले नष्ट पार्दैन। जिजस क्राइस्ट त झन् मिठो कुरा गर्नुहुन्छ, यति मिठो पराक्रमी कुरा गर्नुहुन्छ। तिमीले धन संसारको नथुपार, जहाँ किया र खियाले नष्ट पार्छ। तिमीले धन स्वर्गको थुपार, जहाँ किया र खियाले नष्ट पार्दैन। यो स्वर्गको धन के हो? आजको दिनमा बिल गेटले पाएको धन, आजको दिनमा इलोन मस्कले पाएको धन, आजको दिनमा जेफ बेजोसले पाएको धन, आजको दिनमा आर्नल्ड रोडले पाएको दिन र संसारमा भएको यी धनी व्यक्तिले पाएको यदि धन हो भने तपाईँ धन भन्नुहुन्छ भने भगवान गौतम बुद्धले पाएको धन के थियो? भगवान महावीरले पाएको धन के थियो? भगवान जिजसले पाएको धन के थियो? कबीरले पाएको धन के थियो? लाओजुले पाएको धन के थियो? लाफिङ बुद्धले पाएको धन के थियो? रेदासले पाएको धन के थियो? यस्तै गरेर हजारौं महान र हजारौं ध्यानी सन्त र ती महान कृत्रिम व्यक्तित्वहरूले पाएको धन के थियो? अष्टवक्रले पाएको धन के थियो? सायद हामी धन भन्ने विषयलाई अरू तरामा अल्झिराखेका छौँ। अरू तरामा धनको मूल्यलाई अथवा धनको मूल्याङ्कन हामी अरू जग्गामा गर्दैछौँ, जसको कुनै सार्थक मूल्य छैन। भगवान गौतम बुद्ध भन्नुहुन्छ, तिम्रो मुस्कान तिम्रो धन हो। तिमी अरू कसैले केही बाँटिरहनु पर्दैन, दिइरहनु पर्दैन, छैन त नदेऊ, तर एक मुस्कान देऊ। त्यो तिमी भित्रको धन हो। यो धनलाई थुपार, यो धन न कियाले खान्छ, न किराले खान्छ, न खियाले खान्छ। यो धन कसैले खान सक्दैन। यो तिमी भित्रको गाढ धन हो। यसलाई जगाऊ, स्वयंलाई जान, स्वयंलाई चिन र स्वयंलाई पहिचान भन्नुहुन्छ उहाँ। अनि जब वेस्टर्न फिलोसफीले भगवान गौतम बुद्धको विषयमा लेख्न जान्छ अनि सारा संसारभरि भिखारी देख्छ, अनि यही भिखारीको विषयमा भगवान गौतम बुद्धको परिभाषा पनि लेख्न जान्छ। म बिन्ती गर्न चाहन्छु, हामी हर कसैले भगवान गौतम बुद्धको कृत्रिम विचारलाई बुझ्नुपर्छ। यो सारा संसारभरि रुग्ण अवस्थामा रोएर सकेर माग्ने भिखारीहरू आज कटोरा बोक्ने मात्रै होइन, हर कसै भिखारी हो। जसकोमा एउटा मिठो मुस्कान छैन ऊ पनि भिखारी हो। उसकोमा पनि धन छैन, अरबौं रुपियाँ त छ, तर उसकोमा मिठो मुस्कान छैन भने ऊ पनि भिखारी हो। धार्मिक विचारको अनुसार, जिजस क्राइस्टको अनुसार, भगवान गौतम बुद्धको अनुसार, कबीरको अनुसार, रेदासको अनुसार, अष्टवक्रको अनुसार, लाओसोको अनुसार हर कसै भिखारी हो जसमा एक मुस्कान पनि अटाएको छैन। हर कसैले दिनको लागि एक मुस्कानै छैन। ऊ जतिको भिखारी यो दुनियाँमा कोही छैन, उहाँहरू भन्नुहुन्छ। जब वेस्टर्न फिलोसफीले भगवान गौतम बुद्धको विषयमा लेख्न जान्छ, यो सारा वरिपरिको भिखारीलाई देखेर
अन्योलमा पल्छ के लेख्नु अनि आफ्नो परिभाषा ज्यादातर थपेको हामी किताबमा पाउँछौँ। अब मेरो आफ्नो व्यक्तिगत र मेरो आफ्नो दृष्टिकोणले भगवान गौतम बुद्धलाई कुन चाहिँ परिभाषामा देख्छु यो कुरालाई अन्यथा नलिनु होला। मेरो आफ्नो दृष्टिकोण राख्न चाहे भगवान गौतम बुद्धलाई हामी चिन्न पनि हतपत सक्दैनौँ र जान्न पनि हतपत सक्दैनौँ। अब यहाँ आउनुहोस्, सारा संसारको मान्छे कटोरा बोकेर दे भनेर रुग्ण अवस्थामा मागिरहेको जग्गामा भगवान गौतम बुद्ध पनि कटोरा दिएर माग्नुहुन्छ तपाईँलाई। तपाईँको अहङ्कार माग्नुहुन्छ, तपाईँको रिस माग्नुहुन्छ, तपाईँले गर्नुभएको दुर्व्यवहार माग्नुहुन्छ। तर धेरैले उहाँलाई खानेकुराले प्रशस्त भरिदिए। खानेकुराले नै प्रशस्त उहाँ हुन चाहनुहुन्थ्यो भने उहाँ त सम्राटको पुत्र हुनुहुन्थ्यो, उहाँ त राजा बन्नेवाला हुनुहुन्थ्यो, उहाँ त सम्राट बन्नेवाला हुन्थ्यो। उहाँलाई खानेको जरुरत थिएन। जब भगवान गौतम बुद्ध हर कसैको घरमा शिक्षा र दीक्षा र भिक्षा माग्न जाँदै हुनुहुन्थ्यो, शिक्षा र दीक्षा दिँदै भिक्षा माग्नुहुन्थ्यो, त्यो समयमा एउटा कुरा भनिदिउँ, यो मागाइमा जब गौतम बुद्ध माग्नुहुन्थ्यो चक्रवर्ती सम्राट पनि उसको पाउमा गिरेको हामी पाउँछौँ। उसको मागाई कुछ अलग थियो। अनि यो दुनियाँले जुन माग्दैछ रुग्ण अवस्थामा जुन पैसा जसको कुनै मूल्य छैन, विशेषमा भन्न चाहन्छु जसले पनि रुग्ण अवस्थामा माग्दैछ, चिच्याउँदैछ, दे भन्दैछ, उसको कुनै मूल्य छैन, उसको कुनै अर्थ छैन। तर जब गौतम बुद्ध माग्न थाल्नुहुन्छ र गौतम बुद्ध जब भन्न थाल्नुहुन्छ अमृतमय बाणी, यो वचन र यो मागाइमा चक्रवर्ती सम्राट, राजा पनि होइन है, चक्रवर्ती सम्राट पनि उहाँको पाउमा गिर्थ्यो। यो मागाई र त्यो मागाइमा आकाश पतालको फरक छ। यो सबै कुरा जानेर बुझेर भगवान गौतम बुद्ध माग्न थाल्नु भएको। यता केही नभएर सबै कुरा सकिएर रुग्ण अवस्था पुगेर यो भिखारीहरू माग्न थालेको। यो मागाई र त्यो मागाइमा आकाशको पताल फरक छ। यो चाहिँ समयमा नै बुझ्नुपर्छ हामीले। अनि विशेष कुरामा आउँ, सत्ययुग अनि द्रेपायुग अनि कलियुग जुन पहिलो एउटा टपिक थियो। अनि अहिले भने सत्ययुग, त्रेपायुग, द्रेपायुग, अहिले भने कलियुग। सायद मेरो विचारधारामा अथवा मैले बुझेकोहरूमा केही कुरा गलत हुन जान्छ, यसलाई तपाईँले स्वीकारी पनि दिनु होला। अनि हुन सकेको तपाईँले आफ्नो कमेन्ट्समा आफ्नो विचारधारा राखी पनि दिनु होला। सायद मेबी आम रङ है, म पनि रङ पनि हुनसक्छु कतिको कुरामा। मेरो अध्ययनको विषय, मैले जानेको र बुझेको विषय तपाईँ बिचमा राख्न चाहेको। सायद मेरो कसै शब्दहरूले अन्यथा पुग्न जान्छ, ठेस पुग्न जान्छ नि, माफ दिनु होला है। धेरै महान पुरुष र आध्यात्मिक पुरुष आजको दिनलाई हेरेर काटमार, झैँ झगडा, लडाइँ इत्यादि, व्यभिचार, यो दुष्क्रम आज सुन्दै नसुनेको फाइल वाटेभर केही कुरा हेरेर उहाँहरू कलियुग भन्नुहुन्न। आजको दिनमा कलियुग तपाईँ र मेरो भित्रको प्रेम र धर्मलाई हेरेर भन्नुहुन्छ। उहाँहरू आजको दिनमा हर कसैमा देख्नुहुन्छ त्यो दिनहरूलाई। त्यो समयमा आजको दिनको दिनहरू पनि देख्नु हुँदै थियो। फेरि हामीलाई यो लाग्छ नि, फेरि कसरी देख्छ होला, कसरी यो उहाँहरूले त्यो समयदेखि आजभन्दा 4-5 हजार 3-4 हजार सालदेखि 2025 सालदेखि आज दिनमा कसरी देख्यो होला भन्ने तपाईँकोमा धारणा छ भने सायद तपाईँ गलत हुनुहुन्छ। ध्यान यस्तो कुरा हो जसले तपाईँलाई परमात्मासम्म पुग्न अथवा परमात्मासम्म जोडिने ठुलो मद्दत गर्छ। आजको दिनमा ध्यान कसैलाई आउँदैन, मेरो कुरालाई अन्यथा नलिनु होला। आजको दिनमा ध्यान कसैलाई आउँदैन अनि नआएपछि हामी के भन्छौँ, हैट नहुने कुरा गर्छौ, यो हुँदैन, कसरी हुन्छ, ध्यान कसरी आउँछ हैट भन्ने धारणा तपाईँमा पनि छ भने एकपल्ट मनको आँखाले हेर्नुहोस्। अब ठिक म यो पनि कुरा तपाईँप्रति राख्न चाहन्छु, ठिक 200 वर्ष पछाडि या त 100 इयर्स पछाडि सायद यो धरतीमा निन्द्रा पनि आउँदैन। त्यो दिन तपाईँ के भन्नुहुन्छ? जुन समयमा ध्यानी आध्यात्मिक पुरुषले ध्यान गरेको थियो त्यो समयमा ध्यान पनि आउँदै थियो। ध्यान मानिसको जीवनदेखि बिस्तारै बिस्तारै विलुप्त हुँदै गयो। ध्यान कसले बनायो, कसले खोज्यो र ध्यानको सृजन को भनेर सायद अहिलेसम्म मैले स्टडी गर्दै जाँदा र खोज्दै जाँदा र अध्ययन गर्दै गरेको ठाउँहरू मैले पाएको त छुइनँ। फेरि भगवान गौतम बुद्धले ध्यानलाई निर्माण गर्नु बनाउनु भनेर म एकैचोटि पनि भन्न सक्दिनँ, किनभने भगवान गौतम बुद्ध भन्दा पनि अलिक पछाडि हामी ध्यानको प्रक्रियालाई भेट्छौँ। र मेरो आफ्नो दृष्टिकोणमा कसले बनायो, कहिले बनायो, के कारण बनायो सायद अहिलेसम्म चाहिँ मलाई थाहा छैन, तर तपाईँलाई बिस्तारै बिस्तारै सुनाउँदै जानेछु। कुरा आउँ टपिकमा, ध्यान आज हर कसैलाई आउँदैन अनि नआएपछि हामी एउटै कुरा भन्छौँ, हावा हो। यही कुरालाई हेरेर ती ध्यानी, ती आध्यात्मिक, ती बुद्ध पुरुषले आजको दिनलाई कलियुग भन्नुभयो। लडाइँ झगडा, काटमार इत्यादि त पहिला पनि हुन्थ्यो जहाँ भगवान हुनुहुन्थ्यो स्वयं। नभए तपाईँ ग्रन्थ पल्टाएर हेर्नुहोस्। म नाम लिन चाहन्न, तर तपाईँ जान्नुहुन्छ, बुझ्नुहुन्छ, तर तपाईँ स्टडी गर्नुहोस्, खोज्नुहोस्। ती
समयमा, जुन समय सायद हामी सत्ययुग भन्दै थियौँ, जहाँ भगवान् स्वयं उपस्थित हुनुहुन्थ्यो र भगवान् स्वयं हाम्रो अगाडि हुनुहुन्थ्यो, तर पनि त्यो समयमा काटमार, झैँ झगडा इत्यादि जो कुरा सुन्नै नसक्ने हत्याकाण्डमा भएको। यसलाई उहाँहरू कलियुग भन्नु भएन, उहाँले त्यो समयलाई सत्ययुग नै भन्नुभयो। किन भन्दा त्यो समयमा सबै कुरा भए तापनि ध्यान थियो, प्रेम थियो, अनि परमात्माको एउटा कृपा दृष्टि थियो, अनि परमात्मासँग पुग्ने, सहज पुग्न सक्ने एउटा माध्यम थियो ध्यान। आजको दिनमा ध्यान जिरो, कसैले पनि ध्यान छैन, ध्यान आउँदैन पनि। सारा संसारमा हर कसै यही ध्यानलाई भड्काउनको लागि यो सारा संसारले यो स्ट्रक्चर रेडी गरिरहेछ हर कुराको लागि। हर कुरामा हाम्रो ध्यानलाई भट्काउनको लागि, ध्यान हामीभित्र नहोस् भनेर वञ्चित गराउनको लागि हर कसैले हर तरिकाको, सायद हामीले चलाउने मोबाइलदेखि लिएर गएर व्हाट्सएपदेखि यो इत्यादि कुरा के कुरा छ म भन्न पनि सक्दिनँ। ती सबै कुराको एउटै मात्रै मकसद हो, तपाईँको ध्यान तपाईँदेखि वञ्चित गराउनु। मनुष्य जातिमा ध्यान कसैमा छैन जस्तो लाग्छ आजको दिनमा मलाई। जबसम्म हामीभित्र ध्यान छैन, परमात्मालाई कसरी भेट्ने, अनि परमात्मासँग कसरी पुग्ने, अनि परमात्मा नपुगेपछि परमात्मा छैन भन्नु सायद यो कहीँ न कहीँ गलत हो। परमात्मा यो धरतीलाई सृष्टि गरेर कतै जान भएको छैन। हामी यो सोच्छौँ, अनि हामीलाई धेरै कुराहरू यो माथिबाट लाइएको छ कि परमात्माले यो धरती सृष्टि गरेर जानुभयो, उहाँ कहीँ दूरको दुनियाँबाट कहीँ जानुभयो भनेर हामीलाई पढाइएको छ, शिक्षाइएको छ। हामी त्यही हिसाबले चल्दैछौँ। मेरो आफ्नो व्यक्तिगत धारणा तपाईँलाई बुझाउन चाहेको, परमात्मा सृष्टि गरेर कहीँ जानुभएको छैन यो धरती छोडेर। परमात्मा सृष्टि गरेर यहीँ हुनुहुन्छ। नभए हर ती नानीहरूमा आवाज कसले दिन्छ, नभए ती फुलहरूमा रङ कसले दिन्छ, न हर बिहानी कसरी हुन्छ, न इत्यादि भएको यो पृथ्वीमा भएको हर कृत्रिम कुराले सास कसरी लिन्छ, न एउटा रुख यो जमिनदेखि उठेर निकै आकाशमा पुग्ने चेष्टा कसरी राख्छ, नभए त हावा कसरी चल्छ, नभए त तपाईँ र मैले पिएको पानीको प्यास कसरी मेटिन्छ। जुन दिन यो धरती परमात्माले छोड्नुहुन्छ नि, यो धरती केही मूल्यको रहँदैन। यो धरतीमा जुन दिन परमात्माले यो धरतीलाई त्याग्न हुन्छ नि, यो धरती केही कामको हुँदैन। परमात्मा बेगरको धरती कुनै मूल्यको हुँदैन। यस कारणले गर्दा परमात्मा यहीँ हुनुहुन्छ। परमात्मालाई ध्यानको माध्यमबाट खोज्न सकिन्छ, परमात्मालाई ध्यानको माध्यमबाट नजिक बनाउन सकिन्छ। जस्तो प्रेमलाई तपाईँ सुनेर, कराएर, चिच्याएर तपाईँ कहिले पनि पाउन सक्नुहुन्न। प्रेमको लागि तपाईँ स्वयं उत्रिनु पर्ने हुन्छ। अनि यो सबै कुरा यहीँ रहेछ त, अनि भगवान्लाई चाहिँ वैज्ञानिकले कसरी भेटिन भन्ने तपाईँको प्रश्न पनि हुनसक्छ। यसको लागि म उत्तर दिन चाहन्छु, वैज्ञानिकले परमात्मालाई भेट्दैन कहिले पनि। वैज्ञानिक जति नै महानतम, जति नै ठुलो कृत्रिम कुरालाई उहाँले आविष्कार गरोस्, तर पनि परमात्मालाई भने भेट्न सक्दैन। परमात्मालाई भेट्नको लागि त तपाईँभित्रको मनको मिटर सही जग्गामा पुग्नु पर्ने हुन्छ, अथवा ध्यानको मिटर सही जग्गामा पुग्न पर्ने हुन्छ। जिज्ञासु व्यक्तिले, प्रश्नवादी व्यक्तिले, खोजर व्यक्तिले परमात्मालाई भेट्दैन। परमात्मालाई भेट्नुको लागि त श्रद्धा चाहिन्छ, परमात्मालाई भेट्नुको लागि त विश्वासको आधार चाहिन्छ र ध्यानको माध्यम चाहिन्छ। उदाहरण म भन्न चाहन्छु, एउटा स्त्री बाटोमा, अब वैज्ञानिक तरिकाले अर्को पनि जोड्न चाहे, फेरि अन्यथा नलिनु होला, धार्मिक तरिकामा वैज्ञानिक केही मूल्यवान छैन भनेर तपाईँले भन्नुभएको जस्तो लाग्यो भन्ने पनि नसोच्नु होला। फेरि यसको पनि उत्तर दिन्छु म। धर्मलाई विज्ञानको जरुरत छ, विज्ञानलाई धर्मको जरुरत छ, नभए त विनाश निम्तिन्छ। सायद आज धर्मले विज्ञानको शरण लिएको भए, आज विज्ञानले धर्मको शरण लिएको भए, न्युक्लियर र हाइड्रोजन जस्तो कुरा यो धरतीमा बनिन्थेन। जहाँ प्रेम जस्तो कुरा हुन्थ्यो, जहाँ धर्म जस्तो कुरा हुन्थ्यो। आजको दिनमा विज्ञानले धर्मलाई केही मूल्यको नसम्झिनु चाहिँ यो धर्मको विनाश मात्रै होइन, विज्ञानको विनाश पनि हो। जुन दिन हाइड्रोजन बम र न्युक्लियर बम फोडिन्छ नि, त्यो दिन मात्रै थाहा हुन्छ सबै विनाश हुन्छ। आज हामी विनाशको शिखरतिर चढ्दैछौँ। किन चढ्दैछौँ विनाशको शिखरतिर? हामी जिज्ञासु व्यक्ति छौँ, हामी खोजेर जान्न चाहन्छौँ, हामी प्रश्नमा हामी ल्याउन चाहन्छौँ, ईश्वरलाई पनि प्रेमलाई प्रश्नमा ल्याउन चाहन्छौँ। उदाहरणको लागि म भन्न चाहन्छु,
यो तरिकाले जाने हो भने परमात्मालाई कहिले पनि भेट्न सकिन्न। उदाहरणको लागि म भन्छु, एउटा स्त्री बाटोमा हिँडिराखेको छ एउटा स्त्रीलाई, फेरि अन्यथा भने पटक्कै नलिनु होला, मैले बुझाउनु मात्रै चाहेको। फेरि एउटा स्त्री एउटा बाटोमा हिँडिरहेको छ, त्यो स्त्रीलाई पक्रेर तपाईँ बलात्कार हुन्छ, प्रेम पाउनुहुन्न। त्यहाँ बलात्कार हुन्छ है, प्रेम पाउनुहुन्न। यो विरोधाभास कुरालाई बुझ्नुहोस्। वैज्ञानिक बलात्कार गर्छ, प्रेम गर्दैन। धर्म प्रेम गर्छ, बलात्कार गर्दैन। यहाँ कुरा सिम्पल कुरा छ। म उदाहरण पनि दिन चाहन्छु। बगैँचामा हजारौँ सुन्दर फुल फुलिरहेको छ, हजारौँ लाखौँ परिक्रमा सुन्दर फुल बगैँचामा ड्याम्मै फुलिराखेको छ। अनि एउटा वैज्ञानिक र ठुलो रिसर्चर मान्छे र बहुत बुद्धिजीवी मान्छेलाई ल्याउनुहोस्, यो सुन्दरताको परिभाषा मलाई दिनुहोस् भनेर भन्नुहोस्, उसले के गर्छ होला? त्यो फुललाई लगेर उसले आफ्नो ल्याबमा अनेक तरिकाको किसिमको त्यहाँ पदार्थसँग मिसाएर घुमाएर तपाईँलाई 3-4 बोतल तपाईँको हातमा थमाइदिन्छ। अनि भन्नुहोस् फेरि सुन्दरता कहाँ छ? उसकोमा छैन आन्सर। सुन्दरता त्यहाँ फुलको बगैँचामै थियो। वैज्ञानिक तोड्न चाहन्छ, फोड्न चाहन्छ, अनि फोडेर जान्न चाहन्छ। मैले भने नि अघि नै, एउटा स्त्रीलाई तपाईँ जबरजस्ती गर्नुहुन्छ भने त्यहाँ बलात्कार हुन्छ, प्रेम हुँदैन। तपाईँ हजारौँ तरिकाले बलात्कार गर्नुहोस् न, त्यहाँ प्रेमै पाउँदैन। अब यसको मतलब चाहिँ त्यो स्त्रीभित्र प्रेम छैन होइन नि त? छ, स्त्रीभित्र प्रेम छ, अजम्बरीको प्रेमहरू छ, प्रेमको फुल छ। तर तपाईँले बलात्कार गर्नुभयो नि त, जबरजस्ती गर्नुभयो नि त। अनि यो जबरजस्ती गरेपछि तपाईँ प्रेम कसरी पाउनुहुन्छ? पाउनुहुन्न। जबरजस्ती गरेर प्रेम कहिले पनि पाउँदैनौ। यस्तै गरेर परमात्मालाई खोजेर जबरजस्ती गरेर क्वेसनमा ल्याएर परमात्मा पाउन सक्दैनौ। परमात्मा त यति मलायम हुनुहुन्छ। मैले पनि पाएको छुइनँ, तर इसारा चाहिँ पाएको छु। मेरो इसारा म बुझाउन तयार छु तपाईँलाई। तपाईँ मान्नुहुन्छ? तपाईँ यो कुरापट्टि के हो भन्ने जिज्ञासु व्यक्ति हुनुहुन्छ भने मेरो इसारा, मैले पाएको इसारा दिनु तयार छु म पनि। तर तपाईँलाई परमात्मा देखाउन, यो देखाउन, त्यो देखाउन भने म असमर्थ छु। जुन दिन तपाईँको आँखा ठिक हुन्छ नि, त्यो दिन तपाईँ हर वस्तुमा, हर सानो किरामा, हर रुखपातमा, हर फुल, हर बिरङ्गीमा नै परमात्मा देख्नुहुन्छ। मैले देखाउने जरुरतै छैन। अब कुरा ध्यान। यस्तै गरेर मानव जातिमा सायद संसारमा कसैमा पनि ध्यान छैन, तर हामी जिज्ञासु व्यक्ति छौँ। हामी प्रश्न गर्छौँ, अनि हामी प्रश्न गरेर परमात्मालाई खोज्न खोज्छौँ, प्रश्न गरेर परमात्मालाई पाउन खोज्छौँ। हामी खोजेर परमात्मालाई भेट्छौँ भन्ने जिज्ञासा राख्छौँ। अनि सबै कुरा असफल तरिका भएपछि, चारै दिशामा तपाईँ असफल भएपछि, वैज्ञानिक तरिकाले तपाईँ असफल भएपछि तपाईँ भन्नुहुन्छ परमात्मा छैन। म भन्छु छ। यही हुनुहुन्छ। खोज्ने ढङ्ग गलत भयो। खोज्ने ढङ्ग गलत भयो। विज्ञानको परमात्मा खोज्ने ढङ्ग गलत भयो। सायद यो कुरा सुनेर कोही पनि ज्ञानी बुद्धिजीवी व्यक्ति अथवा जो पनि वैज्ञानिक प्रविधिको व्यक्ति हुनुहुन्छ, जसले पनि महान ठुलो भूमिका निभाउनु हुँदैछ, उहाँलाई मैले भन्न चाहेको सायद मेरो शब्दले आज न भोलि पुगेर उहाँले यो कुराले यस्तो भनेछ भन्ने धारणा नलिनु होला। म भन्छु विज्ञान जरुरत छ मानव जातिको लागि। विज्ञान मानव जातिको सबभन्दा ठुलो सृजन हो। यसलाई सही तरिकाले इस्तेमाल चाहिँ गरौँ। धर्म र विज्ञानको जोड हुनु जरुरत छ। जबसम्म विज्ञान धर्मको सारामा पुग्दैन अथवा धर्म विज्ञानको सारामा पुग्दैन, दुवै असमर्थ छ। आज हामीसँग धर्म मात्रै भएर के गर्नु? विज्ञानै छैन भने। आज हामीमा विज्ञान मात्रै भएर के गर्नु? धर्मै छैन भने। दुईटै कुरा जरुरत छ जीवनको। धर्म प्रेम जस्तो हामी भित्र फुल्ने फुल हो। परमात्मालाई अथवा परमेश्वरसम्म तपाईँ जानु हुँदैछ भने तपाईँ आफ्नो प्रेमको फुल चढाउनुहोस्। कहिलेकाहीँ हामी के गरी पठाउँछौँ थाहा छ? बगैँचाको फुल टिपेर परमात्मालाई चढाउँछौँ। उदाहरण म भन्न चाहन्छु। बगैँचाको फुलले परमात्मालाई आफ्नो सुगन्ध चढाइसक्यो, अब उसलाई केही चढाउने दोबारा जरुरत छैन। तर तपाईँ भन्नुहुन्छ फेरि त्यो फुल फेरि परमात्मामा चुडेर लगेर तपाईँ कुनै पनि यान्त्रिक कुरामा चढाउनुहुन्छ। यो भन्न मैले गलत चाहेको होइन, तर तपाईँ आफै विचार गर्नुहोस्। एउटा सिङ्गो जीवनलाई चुडेर तपाईँ मृतक चिजमा हालिदिँदै हुनुहुन्छ। तपाईँको खुसीको लागि, तपाईँको आफ्नो स्वार्थको लागि। अनि तपाईँ त्यो फुल टिपेर भगवान्को पुर्याउँदै गर्दा तपाईँलाई के हुन्छ? मैले राम्रो काम गरेँ, मैले भगवान्को लागि कृत्रिम काम गरेँ, भगवान् खुसी हुन्छ होला भनेर तपाईँ सोच्दै हुनुहुन्छ नि। मलाई माफ गर्नु होला, मेरो शब्दले तपाईँलाई चोट पुग्न जान्छ। चाइनाको बुद्ध पुरुष लाओसु के भन्नुहुन्छ थाहा छ? त्यो पानीलाई छोडिदेऊ, सफा गर्ने चेष्टै नगर। जति सफा गर्छौ तिमी त्यति त्यसलाई मैला गर्छौ। यसकारण पानीदेखि बाहिर आऊ।
एउटा धरतीमा फुलेको सुन्दर फुल तपाईँले चुड्नुभयो, तपाईँले टिक्नुभयो अनि तपाईँले लाग्यो मैले महान काम गरेँ। यदि त्यो फुललाई चुड्नु थियो अथवा यदि त्यो फुल अर्को जग्गामा पुग्नु थियो भने परमात्मा यति लाटा, परमात्मा हामीभन्दा पनि मूर्ख, फुललाई जमिनमा उमारे। सायद हामी गलत छौँ। परमात्मा 100% सही हुनुहुन्छ, परमेश्वर 100% सही हुनुहुन्छ। हामी 100% गलत प्रविधिमा छौँ। हामीभित्र प्रेम छैन, हामीभित्र धर्म छैन। धर्म नभएपछि हामी रुखपात काट्छौँ, चरा चुरुङ्गी मार्छौँ, हामी पशु हत्या गर्छौँ, हामी धेरै नाना थरीको किसिम गर्छौँ जो मनभित्र धर्म नभएपछि। सायद यो दिनलाई हेरेर उहाँले कलियुग भन्नुभयो। हामी एक अर्कालाई दिने हाम्रोमा केही पनि छैन, हामी गरिब अवस्थामा छौँ। धन भनेको होइन, फेरि तपाईँले धनलाई पैसा रुपियाँ या इत्यादि मुगा मोती वाटेभर कुनै पनि मुद्राहरूलाई तपाईँ धन भन्नु हुँदैछ भने मेरो प्रश्न हो, भगवान बुद्धले पाएको धन के थियो? भगवान जिजसले पाएको धन के थियो? उहाँले कुरा गर्नुभएको धन के थियो? यो धन अथाह धन थियो। एक्चुअलमा पाउनु पर्ने धन चाहिँ उहाँहरूले पाउनु भएको, त्योलाई चाहिँ हामी धन भन्नुपर्ने हो। तर हामीले धन चाहिँ अरू जग्गामा हेर्दैछौँ, गलत तरिकामा। उदाहरण म भन्न चाहन्छु, यो धरतीमा हर कसैको जीवन छिनभरलाई मात्रै हो। यसको मतलब केही नगर्नुहोस् मैले भन्न चाहेको होइन। हर कसैको धरती छिनभरलाई मात्रै हो यो धरतीमा जीवन। अनि यो छिनभरको जीवनमा पनि एकअर्कालाई दिने हाम्रोमा केही कुरा छैन भने हामी गरिब भयौँ। हामी जतिको गरिब कोही पनि छैन। आजको दिनमा हेर्छौँ, हर कसैसँग भेट्दाखेरि हामीले मुस्काइदिउँ, उसँग हाँसिदिउँ भने प्रश्न आउँछ, किन हाँसेको? के कारण हाँसेको? के देखिस् ममा? के रहेछ मेरो अनुहारमा? किन हाँसेको? प्रश्न उठ्छ। अथवा हर कसै गरिब छ, दिने मात्रै धनी भनेको होइन। यो सबै कुरा दिने मात्रै धनी भनेको होइन, लिने पनि गरिबै छ। लिनेकोमा झोलै छैन। तपाईँ त मिठो मुस्कान त दिनुहुन्छ नि अर्काले, लिनेकोमा झोलै छैन। ओ झोलै नभएपछि ऊ रिसाउँछ। अनि ऊ रिसाएपछि तपाईँ नरिसाउनु होला। उदाहरण म भन्न चाहन्छु, एक दिन भगवान गौतम बुद्ध कुनै जग्गामा उहाँ शिक्षा दीक्षा दिने जाँदै हुनुहुन्थ्यो। अनि उहाँको कुराले सायद त्यो समयमा पनि जो पनि धर्मी हुँ भन्ने व्यक्तिहरूलाई जडमूलमै ठेस परेको थियो। उहाँको वचनले एकदमै काठ परिरहेको थियो। अनि उहाँको विचार, उहाँको वचनले जो धर्मको जड पक्रेर बसेको हुन्छ उसलाई जरै हल्लाउने काम गर्दै थियो। अनि भगवान गौतम बुद्धले देखेर एकजना मान्छे ल्याएर अनुहारभरि थुकिदिन्छ। भएको नभएको जति उसले सक्ने, जति उसले कराउनु सक्ने विचारधारा चाहिँ भगवान बुद्धको अगाडि पोख्छ र अगाडि थुकिदिन्छ। अनि भगवान बुद्धले आफ्नो यसो साल जस्तो केही गम्छ जस्तो निकालेर अनुहार पुस्नुहुन्छ। र अनुहार पुस्नु भएर उहाँले के भन्नुहुन्छ थाहा छ? तिम्रो कुरा सक्यो, अब म जाउँ। अनि त्यो मान्छेलाई जुन रिस उठ्छ, अरे मैले यत्रो कुरा सुनाइसकेँ, यत्रो कुरा भनिसकेँ, तपाईँ किन जवाब दिनुहुन्न? भन् मलाई, यहाँ उत्तर दे। मान्छेलाई थाहा छ एउटा कुरा, जब कसै चिच्याइ कराइराखेको हुन्छ नि, त्यो समय तपाईँ वास्तै नगर्नुहोस् त, उसलाई झन् साह्रो पर्छ। सायद त्यस्तै परेको थियो होला भगवान गौतम बुद्धको अगाडि पनि। अनि चिच्याइ कराउँछ, ऊ रिसाउँदै भन्छ भगवान गौतम फरक पर्दैन, म जाउँ। अनि उसले भन्छ, मलाई भन्नुहोस् किन तपाईँ लिनुहुन्न? किन तपाईँ मेरो कुरालाई तपाईँ एक्सनमा ल्याउनुहुन्न? किन मेरो कुरालाई रिप्लाई दिनुहुन्न? अनि भगवान गौतम बुद्धले त्यो समय एउटा मिठो उहाँलाई कुरा राख्नुहुन्छ। कुरा चाहिँ के हुन्छ भने, आजभन्दा 5-6 दिन अगाडि मसँग भेट गर्नको लागि कसै व्यक्तित्वहरूले अथवा कसै महान सम्राटहरूले 100 डाली फल लिएर आएको हुन्छ। अनि त्यो फल मैले ग्रहण गरिनँ, किनभने मेरो घरमा प्रशस्तै थियो, अथवा म जुन कुटीमा बस्छु त्यो कुटीमा प्रशस्त थियो, त्यही भएर मैले त्यो फललाई ग्रहण गरिनँ। अब त्यो फल लगेर त्यो सम्राटहरूले अथवा त्यो जसले मलाई फल ल्याइदियो त्यो फल ल्याउने व्यक्तिले त्यो फल कहाँ लग्यो होला भनेर प्रश्न गर्नुहुन्छ भगवान गौतम बुद्धले ती व्यक्तिलाई। अनि ती व्यक्तिले भन्छ,
अब तपाईँले लिनु भएन भने त उसले घरमा लग्यो होला, घरमा लगेर छोराछोरीलाई बाँड्यो होला, सबलाई दियो होला, उसले खायो होला। भगवान् गौतम बुद्ध भन्नुहुन्छ अब तिमीले मलाई यत्रो करायो, यत्रो चिच्चायो, यत्रो थुक्यो, मैले लिन, अब तिमी के गर्छौ? बहुत मिठो कुरा, बडो मजाको कुरा। अब मैले लिन यो सबै कुरालाई, अब तिमी के गर्छौ? अक्क बक्क हुन्छ, ती घोप्टो पर रुन्छौ। अनि भगवान् गौतम बुद्धको विचारमा सम्लिनुहुन्छ र भविष्यको अग्रिम पन्थीहरूमा ऊ सन्त भएर भगवान् बुद्धको अघि पछि उसले जीवन बिताउँछ। यहाँ के कुरा सिक्नुहुन्छ थाहा छ तपाईँले? आजको दिनमा मानिसहरू यन्त्रमाथि भरेको छ। हर कसैलाई थाहा छ कसको बटम कहाँ छ भनेर, हर कसैलाई थाहा छ। हर कसै एउटा व्यक्तिलाई सायद म किन रिसाउँछु, कसरी रिसाउँछु, या तपाईँ के कारण रिसाउँछ, को के कारणले रिसाउँछ, हर कसैलाई थाहा छ। आजको दिनमा जीवनको भाँति होइन, भगवान् गौतम बुद्धको अनुसार आजको दिनमा जीवन रोबोटको भाँति, यन्त्रको भाँति जिउँदैछौँ। कसैले आएर तपाईँलाई बटम थिचिदिन्छ, तपाईँ रिसाइहाल्छ। कसैलाई तपाईँले केही भनिदिन्छ, इन्स्टन्ट रियाक्ट, इन्स्टन्ट केही कुरा। हामी के हुँदैछौँ? हामी कसै मूर्ख विचार र मूर्ख प्रविधिको पछि कुद्दैछौँ, जसले हाम्रो विचारमाथि यस्तो कुरा थोपेको छ जुन जालबाट निक्लिनु निकै साह्रो पर्यो। एउटा कुरा म तपाईँलाई जोड्न चाहन्छु, तपाईँ आदतमा कहिले पनि नबाँधिनुहोस्। यो सबै प्रचार मैले अघि भने नि, यो सबै प्रचार सुनाएर मैले तपाईँलाई कुनै जग्गामा लगेर बाँध्दैछु भने त्यो बाँध्नु हो। यो सबै कुरा मैले यति धेरै तपाईँलाई सुनाएर तपाईँलाई जे सही लाग्छ त्यो गर्नुहोस्, जे ठिक लाग्छ त्यो गर्नुहोस्। तपाईँको मनको कसौटीमा उत्रेको कुरा अनि मनको परख नलीमा उत्रेको कुरा जे सही लाग्छ त्यो गर्नुहोस्। तपाईँमाथि छोड्नु चाहिँ यो कुनै बन्धन होइन। मेरो विचार र मेरो धारा म तपाईँमाथि छोड्न चाहन्छु। कहिलेकाहीँ हामी धर्मको बाटोमा यस्तो पनि हुँदैछौँ। उदाहरण म भन्न चाहन्छु, बिर्खे एउटा नाम लिएर है, अनि फेरि अन्यथा नलिनु होला। बिर्खे हजारौँ करोडौँले आउँदै जाँदै र करोडौँ मान्छेले राखिसकेको नामहरू हो है। अनि यसमा मैले एउटा कुरालाई लिएर व्यङ्ग्यमा जोडेँ, यसमा अन्यथा नलिनु होला। यदि कसैले अन्यथा लिन्छ भने सारा बिर्खे समुदायपट्टि म माफी पनि चाहन्छु है। मैले व्यङ्ग्यको रूपमा मात्रै लिएँ। एकजना बिर्खे एकजना गाउँमा नानीहरूले साह्रै उनीहरूलाई वाक्कै लाउँथे बिर्खेलाई। घरिको घरि मिठाईले, घरिको घरि योले सारा गाउँको नानी, त्यो गाउँमा करिब 500-600 घर हुन्छ। अनि त्यो 500-600 घरको नानी करिब भन्न 400-300 त होला, साराले उसलाई झिझो गरेर नि। अनि एक दिन बिर्खेलाई साह्रै रिस उठ्छ। अनि बिर्खेले के भन्छ भने, आज त गाउँमा ठुलो लालाको दोकान आएछ। उसको घर गाउँदेखि अलिकति बाहिर हुन्छ, त्यस कारणले गर्दा उसले गाउँमा भन्छ। गाउँमा सारा गाउँको चोकमा सारा मान्छे भेला हुँदैछ। त्यहाँनिर केटाकेटी आज त्यहाँ लड्डु बाँड्दैछ, मिठो मिठो कुरा बाँड्दैछ। तिमीहरू पनि जाऊ, कुद, यहाँ के को मलाई पछ्याइरहेको छौ, जाऊ लड्डु बाँड। लड्डु बाँडेको ठाउँमा कुद, तिमी पनि त्यहाँ जाऊ। त्यहाँ हजारौँ किसिमको मिठाई, त्यहाँ भनौँ न हजारौँ व्यञ्जनको मिठाईहरू लिएर त्यहाँ सबले फ्रीमा बाँडेछ। तिमीले कुद न, मलाई कहाँ पछ्याएको, मलाई कहाँ झिझो गरेको भनेर बिर्खेले ती सधैँ झिझो गर्ने नानीलाई भनिदिन्छ। अनि सारा नानीहरू चाहिँ गुटुङ टुङ 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 बजारको बिचको चौरापट्टि कुदिरहेको हुन्छ। अनि यो नानीहरू कुदेको देखेर नानीहरूको दाजुहरू पनि कुद्न थाल्छ। अनि नानीहरूको दाजु कुदेको देखेर आमा बाउ पनि कुद्न थाल्छ फिल्लिल्ली। अनि सबै आमा बाउ कुदेको देखेर बिर्खेलाई पनि के लाग्छ भने, अरे साँच्ची नै बाँड्दैछ क्या मिठाई, हो के त, बाँड्दै रहेछ है त्यहाँ मिठाई, साँच्ची नै बाँड्दै होला भनेर ऊ पनि कुद्न जान्छ। यो व्यङ्ग्य म तपाईँलाई किन भने कुरालाई बुझ्ने चेष्टा गर्नु होला। कहिलेकाहीँ हामी अन्धविश्वासको पछाडि कसै व्यक्तिले अन्धविश्वास हाम्रो बिचमा, हाम्रो टाउकोमा थपिदिन्छ अनि उसलाई पनि थाहा हुँदैन। तपाईँ कुदेको देखेर अनि तपाईँको सारा साका सन्तान आफन्त सबै कुदेको देखेर ती अन्धभक्त अथवा अन्ध विश्वास थप्ने व्यक्ति, सायद म नाम लिन चाहन्न, ती अन्धविश्वास जसले तपाईँको माथि थोपिराखेको छ नि, त्यो व्यक्ति पनि पछि पछि कुद्छ। अनि त्यो सबै पछि पछि कुदेको देखेर सबै लाग्छ हो, तर वास्तविकमा त्यो चौरामा केही पनि थिएन। वास्तविकमा त्यो चौरा खाली थियो। आज यो कुरा समयमा नै सबै मानव जातिले बुझ्नुपर्छ। परमात्माको समक्षमा पुग्नको लागि हामी धर्मी बन्न जरुरत छ। जुन दिन तपाईँ धर्मी बन्नुहुन्छ, जुन दिन तपाईँ धार्मिक जीवन जिउनुहुन्छ, न तपाईँकोदेखि हत्याकाण्ड हुन्छ कुनै पनि पशु हिंसको, न तपाईँ कुनै रुखपात इत्यादि वनस्पति केहीलाई नष्ट गर्नुहुन्न, तपाईँको भित्र एउटा मुस्कान आउँछ, तपाईँको भित्र साँच्चीकै धनले भरिन्छ। अनि
तपाईँ विचारशील व्यक्तित्व हुन पुग्नुहुन्छ। अघिको एउटा कुरालाई म यहाँ गुड्न चाहेँ, कुरालाई किन यति पछाडि लियो भनेर फेरि अन्यथा नलिनु होला। जसले जीवनको खोज गर्नु हुँदैछ उसको लागि यो 1 घण्टाको भिडियो पनि एकदमै छोटो भएर जानेछ। जसले जीवनको विषयको कोही चर्चा परिचर्चै गर्नुहुन्न उहाँहरूको लागि त 1 मिनेटको भिडियो पनि 1 घण्टा बराबर हुनेछ। अघि मैले भने नि, भारतमा हामी हर जग्गा भगवान किन भेट्छौँ? अनि ती हामीले इतिहास पल्टाउँदै जाँदा, ती शास्त्र ग्रन्थ पल्टाउँदा हर व्यक्तिलाई भगवान भनेको सुन्छौँ, ती भगवानको कृत्रिमहरू पाएको हुन्छौँ। फेरि ईश्वर होइन है, कुरा बुझ्नुहोस् यहाँ। अनि हामीले लाग्छ, अनि पढाइ लेखा भाइ बहिनी लाग्छ, अरे भारतमा मात्रै जन्मेको भगवान अरू जग्गामा छैन भन्ने धारणा राख्छ। यो धारणा मैले यति पछाडि किन भने भनेर भन्नुहुन्छ नि, गौतम बुद्धको कुरा नसुनाइ र नबुझाइ सायद त्यो धारणाको कुनै मूल्य हुँदैन जस्तो लाग्थ्यो। त्यस कारण मैले तपाईँहरूप्रति सुनाएँ। अघि कटोरा बोकेको कुरा। अब यहाँ आऊ, संसारमा एउटै मात्र देश होला भारत, जसले हामी अहिले जे छौँ सेन्सेसमा जिराखेका छौँ, कन्सियसमा पुग्ने तरिकालाई भारतले खोजी निकाल्यो। हामी द्वैतमा अल्झिराखेका थियौँ, भारत मात्रै यस्तो कुरा जसले अद्वैतको खोज गर्यो, अद्वैतलाई पत्तो लगायो, द्वैतदेखि अद्वैतसम्म पुग्ने, सेन्सेसदेखि कन्सियससम्म पुग्ने। जुन दिनदेखि नि तपाईँ द्वैतदेखि अद्वैतमा पुग्नुहुन्छ, जुन दिन तपाईँ सेन्सेसदेखि कन्सियसमा पुग्नुहुन्छ, तपाईँ पनि भगवान, ईश्वर होइन है फेरि, तपाईँ पनि भगवान, हर कसै भगवान। हर कसै व्यक्तित्वले भागवतता प्राप्त गर्नुपर्छ। जुन दिन तपाईँ पनि भगवत्तालाई प्राप्त गर्नुहुन्छ, सारा कुरालाई तपाईँ आफूभित्र लिनुहुन्छ, म प्रकृतिको हो भनेर तपाईँ प्रकृतिमा सम्मिलित हुनुहुन्छ। आज हामी के छौँ? प्रकृति मेरो हो भन्दैछौँ हामी। त्यसबाट त काटपाट सब कुरा मार्दैछौँ, गर्दैछौँ, इत्यादि यो भएको वनस्पतिदेखि लिएर हर प्राणी हिंसा सब कुरा हामी मेरो हो भन्नुको कारण गर्दैछौँ। भगवान गौतम बुद्ध के भन्नुहुन्छ थाहा छ? मको भावलाई छोडिदेऊ। कसै व्यक्तिले आएर भगवान बुद्धलाई प्रश्न गर्नुभयो, भगवान बुद्ध म प्रेम कसरी पाउन सक्छु? भगवान गौतम बुद्धले भन्नुभयो, प्रेम तीभित्रै छ, पाउने कुरै नगर। म कसरी पाउँछुलाई त्याग्देऊ, म कसरी पाउँछुलाई त्याग्देऊ, प्रेम तिमीभित्रै छ। आज हामीले हर प्रकृति मेरो हो भन्नु छोड्नुपर्छ। आज हर वनस्पति, हर क्रिया, यो संसारमा भएका अनेक प्राणी, अनेक रुखपात, अनेक सबै कुरा सृष्टिमा भएको कुरालाई मेरो हो भन्नु छोड्नुपर्छ। हामी उसको हौँ। जुन दिनदेखि तपाईँ धार्मिक विचारमा भरिनुहुन्छ, त्यो दिनदेखि तपाईँ यो सबै कुराको म पनि एउटा हिस्सा हो भनेर सोच्नुहुन्छ। जबसम्म तपाईँ अधार्मिक हुनुहुन्छ, जबसम्म तपाईँ राजनैतिक विचारधाराको हुनुहुन्छ, त्यो दिनसम्म तपाईँ सबै मेरो भन्नुहुन्छ। जुन दिन तपाईँ मेरोको भावलाई छोड्नुहुन्न, त्यो दिन, जुन दिन तपाईँ मेरोको भावलाई छोड्नुहुन्छ, तपाईँ परमात्मालाई पाउनुहुन्छ। जुन दिन तपाईँ मेरोको भावलाई छोड्नुहुन्न, त्यो दिन परमात्मा तपाईँदेखि दूर गइरहेको हामी पाइराखेको हुन्छौँ, अथवा दूर गइरहेको भेटिराखेको हुन्छौँ। परमात्मा दूर गएको हर कसैले देख्न सक्छ। तपाईँ एक प्रकारको बिमारी हुन्छ सायद मानसिकमा, शरीरमा पनि। यो कुरालाई हामी यो कुरा बुझ्न सक्छौँ, परमात्मा तपाईँदेखि दूर छ। आज हर कसैमा परमात्मा छ, हर कसैभित्र परमात्माले बास गरेको छ। यो परमात्मालाई जगाउनु मात्रै जरुरत छ। मैले अघि तपाईँलाई भने नि, प्रकृति मेरो हो भनेर छोड्नुपर्छ, म प्राकृतिक हौँ भन्ने विचारधारालाई लिनुपर्छ। म एउटा उदाहरण जोड्न चाहन्छु। आजको दिनमा सारा संसार राजनीतिज्ञ भइराखेको छ। सारा संसारले हर कसै व्यक्ति, हर घरमा, हर पल्लो घरमा, हर कसै तल्लो घरमा र वाटेभर जुनै जग्गा पनि हामी राजनीति गर्छु, राजनीतिकमा छु, राजनीतिक जान्छु, राजनीतिक मूल्यवान हो, राजनीतिक सब कुछ हो भन्ने धारणा हर कसैमा छ। फेरि मैले राजनीतिको ती अग्रिम पङ्क्तिमा बसेका ती महान कर्मीहरूलाई भन्न चाहेको होइन, उहाँहरूप्रति मेरो प्रेम र श्रद्धा छ। जस्तो तरिकाले भए उहाँले देश, ठाउँ र जग्गालाई चलाउनु हुँदैछ। तर मेरो आफ्नो भनाइ हो, हर कसै व्यक्ति र नागरिक राजनीतिक भन्दा पनि धार्मिक भएको चाहिँ उत्तम हो जस्तो लाग्छ मलाई। सायद मेरो कुराले अन्यथा नलिनु होला। जो पनि राजनीति जानुहुँदैछ, बडो राम्रो कुरा, राम्रो गर्नुहोस्, देश बनाउनुहोस्, संसार बनाउनुहोस्, सब कुरा गर्नुहोस् है, राम्रो कुरा हो। तर राजनीतिकलाई धार्मिक हुनु जरुरी छ। उदाहरण म भन्न चाहन्छु, राजनीतिक व्यक्ति सदा
चित्त भन्न चाहेको, फेरि मान्छे भन्न चाहेको नै चित्त, राजनीतिक चित्त यदि मेरोमा पनि आयो भने म सदा अघि हुन चाहन्छु अरूलाई पछाडि बनाएर। राजनीतिक चित्त यदि मेरो मनमा पनि आयो अथवा मेरो विचारधारामा राजनीतिक विचार चित्त आयो, मैले बुझाउन चाहेको राजनीतिक चित्त र धार्मिक चित्तको विरोधाभास कुराहरूलाई बुझाउन चाहेको, बुझ्ने चेष्टा गर्नु होला। मेरो मनमा राजनीतिक विचार र राजनीतिक चित्त आयो भने म सदा अघि हुन चाहन्छु अरूलाई पछि बनाएर। तर त्यही जग्गामा मेरो विचार धार्मिक चित्त र म धार्मिक व्यक्ति हुन पुग्यो भने म सदा पछि हुन चाहन्छु सबैलाई अघि बनाएर। यो फरक हो। सुन्दा एकदम नजिक, एकदम सजिलो कुरा, एकदम एउटै कुरा, तर हेर्नुहोस् त फरक त। राजनीतिक मान्छे सदा आफू अघि हुन चाहन्छ अरूलाई पछि बनाएर, तर धार्मिक मान्छे सदा पछि हुन चाहन्छ अरूलाई अघि बनाएर। यो फरक त हो राजनीतिको। यस कारणले गर्दा मेरो आफ्नो दृष्टिकोणलाई सायद तपाईँको मनमा ठेस पुग्न गए, सायद तपाईँको मनलाई चोट पुग्न गए, म बिन्तीको साथमा तपाईँप्रति माफी चाहन्छु र हर कसैलाई मेरो बिन्तीको आह्वान पनि गर्न चाहन्छु। धर्मलाई आँखा खोलेर विश्वास गर्नुहोस्, अन्धभक्त भएर होइन। हर कसै, चाहे बाइबल होस्, चाहे कुरान होस्, चाहे दमङ होस्, चाहे त्रिपिटक होस्, चाहे ताओ ते किङ होस्, चाहे ज्यानिजम होस्, हर कुरालाई तपाईँ अध्ययन गर्नुहोस्, पढ्नुहोस्। त्यहाँ पनि महान व्यक्तित्वहरूले महान विचार, महान कुराहरू छिपाएर लुकाएर छोडेको छ। महान कुराहरू ग्रन्थमा पढ्ने बित्तिकै पाउनुहुन्न। उदाहरण म भन्न चाहन्छु, तपाईँ शब्दको गेपलाई पढ्नुहोस्, कालो अक्षरलाई होइन। कालो अक्षर, दुईटा कालो अक्षरको बीचमा एउटा गेप हुन्छ जहाँ कुनै शब्द छैन। त्यो शब्दलाई जुन दिन तपाईँ पढ्न सक्नुहुन्छ, जुन दिन तपाईँ त्यो शब्दलाई छिचोल्न सक्नुहुन्छ, परमात्माको बाटो, रस्ता र परमात्माको अन्तिम ज्ञान र परमात्माको ज्ञानको स्रोत त्यो निशब्दमा छुपेको छ। शब्दमा परमात्माको त बयाँ छैन, प्रेमको बयाँ छैन। म शब्दमा तपाईँलाई पानीको प्यासको विषयमा कुरा गर्छु, तर तपाईँको प्यास मेटिँदैन। भौतिक कुरा त शब्दमा र यसैले वर्णनमा छैन भने परमात्मा र प्रेम त कसरी वर्णनमा हुनसक्छ? यो त अलिक लजिक लाउने कुरा हो। यस कारणले गर्दा परमात्मा मनमा हुनुहुन्छ, परमात्मा शान्तिमा हुनुहुन्छ, परमात्मा यो धरती छोडेर कतै जानु भएको छैन, परमात्मा यो धरतीमा हुनुहुन्छ। बस हामीले परमात्मा खोज्ने तरिकालाई मात्रै बदल्नु छ। यो हर देख्नुभएको जङ्गलहरू मन्दिर हो परमात्माको। हर रुखमा परमात्मा बास गर्नुभएको छ, हर वनस्पतिमा परमात्मा बास गर्नुभएको छ, हर प्राणीमा परमात्मा बास गर्नुभएको छ, हर जग्गामा परमात्मा हुनुहुन्छ। यस्तो कुनै जग्गा भेट्नुहुन्न जहाँ तपाईँ पाइला टेक्दा त्यहाँ परमात्मा नहोस्। हर जग्गामा परमात्मा छ। बस यो परमात्मालाई हेर्ने आँखा मात्रै हामीलाई चाहिन्छ। जुन दिनदेखि यो हेर्ने आँखा परमात्मालाई तपाईँ पाउनुहुन्छ अथवा परमात्मालाई हेर्ने दृष्टिकोण बदल्नुहुन्छ, अनि सबभन्दा अहिले गहिरो कुरा चाहिँ म यो पनि भन्न चाहन्छु, जुन दिन तपाईँ स्वयं बदलिनुहुन्छ, जुन दिन तपाईँ स्वयं जान्नुहुन्छ आफूलाई, भगवान गौतम बुद्ध के भन्नुहुन्छ भने उप दीप भव, स्वयं जाग, स्वयं जान। जुन दिन तिमीले स्वयंलाई जान्दछौ त्यो दिन मैले परमात्मा देखाइबस्नु जरुरत छैन। हामी एउटा कुरा भगवान गौतम बुद्ध कुरामा, पश्चिमीहरू यो कुरामा विरोधाभास कुराहरूमा अल्झिएको छ। कसरी भन्नुहुन्छ भने भगवान गौतम बुद्धले भन्नुभयो आत्मा पनि छैन, परमात्मा पनि छैन। यो दुईटा कुरा तपाईँ पढ्नु पनि सक्नुहुन्छ, खोज्नु पनि सक्नुहुन्छ। भगवान गौतम बुद्ध भन्नुहुन्छ आत्मा पनि छैन, परमात्मा पनि छैन। यो कुराले पश्चिमीहरूले नास्तिक हो भगवान गौतम बुद्ध भन्ने धारणा लियो। नास्तिक हो भने धेरै पढे लेखा मान्छेले पनि भगवान गौतम बुद्ध नास्तिक विचार राख्दैछ, नास्तिक सोच राख्दैछ भनेर भन्नुहुन्छ। म एउटा कुरा भनौँ तपाईँलाई, भगवान गौतम बुद्ध जतिको आस्तिक यो दुनियाँमा न कोही जन्मेको छ, अहिलेसम्म त जन्मेको छैन। भगवान गौतम बुद्ध जति आस्तिक हुनुहुन्थ्यो नि, भगवान गौतम बुद्ध जति परमात्मालाई चाहनुहुन्थ्यो, भगवान गौतम बुद्ध जति परमात्मासँग लीन हुनुहुन्थ्यो नि, अथवा भगवान गौतम बुद्ध स्वयं परमात्मा हुनुहुन्थ्यो नि, ऊ जतिको कोही पनि आसन यो धरतीमा जन्मेको नै छैन। उसलाई हामी बुझ्नै सक्दैनौँ। मैले कुरालाई घुमाउन मोड्न चाहेको होइन, तपाईँले विचार गर्नुहोस्। भगवान गौतम बुद्धले आत्मा पनि छैन भन्यो, परमात्मा पनि छैन भन्यो। भनिदिएको भए पनि हामीलाई के कामको लागि? जुन दिन हामीले स्वयंलाई जान्छौँ, जुन दिनदेखि स्वयंलाई चिन्छौँ, त्यो दिन तपाईँलाई भनिबस्नै पर्दैन कसैले आत्मा र परमात्मा छ भनेर। तपाईँ स्वयं जान्नुहुन्छ। भगवान गौतम बुद्ध यो कुरा बुझ्नुहुन्थ्यो। भगवान गौतम बुद्ध यो कुरा बुझ्नुहुन्थ्यो कि मैले यो कुरा आत्मा र परमात्माको विवरण दिइबस्ने मनुष्यलाई जरुरत छैन। यदि मैले आत्मा र परमात्माको विवरण दिएँ भने खोइदेखि खोइ, खोइदेखि खोइ, त्योदेखि यो, त्यो त विज्ञानको प्रविधि भएर जान्छ। अनि त भगवान गौतम बुद्ध भन्नुहुन्छ
नास्तिक पनि गलत भए, आस्तिक पनि गलत भए, किनकि दुवै धार्मिक रहेनन्। धार्मिक त त्यो जसले मलाई केही थाहै छैन, आस्तिक यहाँ छैन भन्नेपट्टि छ। जो पनि आस्तिक हुनुहुन्छ उहाँ छ, आस्तिक व्यक्ति जो पनि हुन्छ उहाँ छ भन्नेपट्टि हुनुहुन्छ। तर जो पनि नास्तिक व्यक्ति हुनुहुन्छ उहाँहरू के भन्नुहुन्छ? छैन। दुईटै निष्कर्षमा भगवान गौतम बुद्धको भनाइअनुसारमा दुईटै उनीहरू निष्कर्षमा पुगे, अन्तिम रिजल्टमा दुईटै पुगे। जीवन एउटा यात्रा हो। उदाहरणको लागि तपाईँ खोला वारी हुनुहुन्छ, जानुपर्ने छ पारी। दुवैजना वारी हुनुहुन्छ, एकजनाले भन्नुभयो म पुगेँ, अर्कोले भन्नुभयो अब एउटाले भन्नुहुन्छ पारी छ, एउटाले भन्नुहुन्छ पारी छैन। तर जानु छ दुवैलाई, भित्रमा यात्रा छ। भगवान गौतम बुद्ध भन्नुहुन्छ जुन दिनसम्म तिमी खोला पार गर्दैनौ, पहिला खोला पार गर। किन तिमी निष्कर्षमा पुग्छौ छ या छैन त्यो छोडिदेऊ, पहिला खोला पार गर। जीवन एउटा यात्रा हो। पहिला तर त सही, बिना नतरी, बिना इक्जाम नबसी कसरी निष्कर्षमा पुग्यौ? तिमीहरू धार्मिक रहेनौ। धार्मिकको त एउटै सवाल हो, मलाई थाहा छैन, मलाई थाहा छैन। जुन दिनदेखि तपाईँ भन्नुहुन्छ मलाई थाहा छैन, त्यो दिन तपाईँ धार्मिक हुनुभयो गौतम बुद्धको भनाइअनुसारमा। थाहा भएर के गर्नुहुन्छ तपाईँ? इन्फर्मेसन पाएर के गर्नुहुन्छ? इन्फर्मेसनको कुनै अर्थ छैन। थाहा हुनु भनेको इन्फर्मेसन पाउनु हो। इन्फर्मेसनको कुनै जरुरत छैन। यहाँ त श्रद्धा, मनको यात्राको जरुरत छ। परमात्मासँग पुग्नु लागि तपाईँ ध्यानै हुनुको आवश्यकता छ र ध्यानमा जीवन जिउनुको आवश्यकता छ। हामी धेरैपल्ट भन्छौँ नि ध्यान भनेको आँखा बन्द गरेर यसरी बस्नु होइन। ध्यान भनेको आँखा खोलेर हेर्नु हो। जबसम्म तपाईँ ध्यानमा हुनुहुन्न, उदाहरणको लागि तपाईँ खाना पकाउनुहुन्छ, तपाईँ ध्यानमा हो नि त। तपाईँ किताब पढ्नुहुन्छ, ध्यानमा हो नि त। गाडी कुदाउनुहुन्छ, ध्यानमा। वाट एभर जुनै जग्गामा जानु ध्यानमा। एकछिन पनि ध्यान भड्क्यो भने के हुन्छ? तपाईँले स्वयं अर्कोलाई पागल भनिदिन्छ तपाईँले, होइन? तपाईँ पनि स्वयं तपाईँको पनि ध्यान भड्क्यो भने तपाईँले अर्कोले पागल भनिदिन्छ। ध्यान जरुरी कुरा हो जीवनको। तर हामीले ध्यानलाई आँखा बन्द गरेर बस्नु मात्रै सोच्दैछौँ। उदाहरणको लागि म भन्न चाहन्छु एउटा कुरा पनि, सायद अन्यथा नलिँदा, सायद ध्यान जस्तो कुरा स्कुलमा भइदिएको भए, ध्यान जस्तो कुरा हर गाउँमा भइदिएको भए, ध्यान जस्तो कुरा हर कसैको जीवनमा भइदिएको भए, आजको दिन सुसाइड, आजको दिन कुनै नराम्रो कुरा, हत्याकाण्ड, झै झगडा कतै हुँदैन। यो सबै बलात्कारी, व्यभिचार, हत्याकाण्ड, यो सबै तमासा रोक्नुको लागि नि रोकिबस्ने जरुरत छैन। चाइनाको बुद्ध पुरुष लाओ त्सो के भन्नुहुन्छ थाहा छ तपाईँलाई? बस छोडिदेऊ। अब यसको छोडिदेऊको मतलब नियन्त्रण गर भनेको होइन। अब नियन्त्रणदेखि बाहिर जाओस्, यसलाई नियन्त्रणदेखि छोड्नुपर्छ भनेको होइन। जो पनि यो कर्म गर्नुहुँदैछ उहाँलाई भगवान गौतम बुद्ध के भन्नुहुन्छ थाहा छ? यहाँ फेरि ध्यानलाई बढाऊ, ध्यानलाई बढोत्तरी देऊ, आफसे आप घटिहाल्छ। ध्यानमा सबलाई सम्मिलित गर, ध्यानमा लैजाऊ सबलाई। जुन दिनदेखि तपाईँले हर कसैले ध्यानमा अघि बढाउँछ, ध्यानमा संलग्न हुन्छ र ध्यानको माध्यममा कुछ, त्यो दिनदेखि आपसे आप यो सबै कुराको कर्मकाण्ड कम्ती हुँदै गइहाल्छ, सकिहाल्छ। ध्यानमा हुनु भनेको होसमा हुनु हो। होसमा हुनु भनेको चैतन्यमा हुनु हो। चैतन्य जुन कुरा मैले भन्दैछु नि तपाईँलाई, ध्यानमा हुनु भनेको होसमा हुनु। आज हर कसै ध्यानमा छैन। हर कसै किन ध्यान छैन भने ध्यान त आउँदैन। अनि नआएपछि हामीले ध्यान आँखा बन्द गरेर निकै बस्ने ट्राई त गर्छौँ, धेरै तरिकामा, धेरै परिकाले। तर आँखा बन्द गरेर आउँदैमा ध्यान आउँदैन। कतिपल्ट हामी ओछ्यानमा सुत्दा निन्द्रा आउँदैन। निन्द्राको विशेष फरक भूमिका छ। आजको दिनमा हजारौँ रिसर्च चल्दैछ, हजारौँ तरिका चल्दैछ, तर पनि निन्द्राको मेरो आफ्नो हिसाबमा 1% पनि पत्तो लगाउन सकेको छैन। सायद भविष्यमा लाग्छ होला, त्यो अर्को कुरा। यस्तै गरेर मैले अघि नै भने नि, निन्द्रा पनि हाम्रो जीवनदेखि जाँदैछ। मनुष्यको जीवनदेखि निन्द्रा पनि जाँदैछ। अब रोक्ने कसरी? ध्यानलाई त रोक्न सकेनौँ। उदाहरण म भन्न चाहन्छु, मनुष्य जाति कमसेकम पनि 200-300 वर्ष पछाडि या 150 वर्षपछि हर कसैले यो धरतीमा सायद निन्द्रा आउँदैन। निन्द्रा आउनु लागि अनेक चिज, अनेक ट्याब्लेटदेखि अनेक कुरा खानुपर्छ, तर पनि निन्द्रा आउँदैन। अनि नआएपछि हामी सायद त्यो समयको मनुष्यले के भन्छौँ होला भनेर मेरो आफ्नो विचारले म अहिले सोच्छु। यो ध्यान, यो निन्द्रा जस्तो कुरा थिएन। यो पहिलादेखि नै आउँथेन निन्द्रा। कसैले आउँदैन निन्द्रा। यो निन्द्रा त मान्छेको एउटा बनावटी कहानी मात्रै हो। निन्द्रा त मान्छेले एउटा बनाएको सृजन मात्रै हो भनेर यदि त्यो समय सोच्छ भने त्यो समयको मानिसहरू पनि भुल हो नि त। त्यो समयको मानिसहरू गलत होइन, तर त्यो स्थिति नै र परिस्थिति नै त भुल भइदियो।
बिचरा त्यो 200-300 वर्षपछि निन्द्रै त आउँदैन, अनि नआएपछि त्यही त भन्नु हो। जस्तो आज दिनमा हामीलाई ध्यान आउँदैन हामी भन्दैछौँ नि त ध्यान छैन, कहाँ आउँछ ध्यान, कस्तो हो ध्यान, को हो ध्यान, अनि नआएको कुरा गरिहिन्छस्। तपाईँ कुनै जग्गा बजारको बिचमा तपाईँ पोलिटिक कसरी ध्यानमा बस्नुहोस् एकछिन, सारा संसारले तपाईँले हेर्न आइपुग्छ। किन थाहा छ तपाईँलाई? नभए ट्राई गर्नुहोस्, किन तपाईँलाई देखेर अचम्म मान्छ दुनियाँ। किन यो दुनियाँले ध्यान जस्तो कुरालाई देख्न सकेको छैन। अब बिस्तारै बिस्तारै ध्यान जस्तो कृत्रिम कुरालाई मानिसहरूले बिर्सिँदै जाँदैछ। कतै न कतै त आज ध्यानको त शब्द छ, ध्यानको चिৎकार छ, ध्यानको पुकार छ। ध्यान गर्नुपर्छ भने कसै न कसैकोदेखि त आवाज छ। यो आवाजहरू बिस्तारै बिस्तारै टुङ्गिँदै जान्छ, अनि एक दिन निन्द्रा पनि आउँदैन, यो निन्द्रा पनि टुङ्गिँदै जान्छ। अनि त्यो मान्छेले पहिला मान्छेले निन्द्रै आउँथेन, पहिला मान्छेले ध्यानै आउँदैन भन्नु गलत होइन विचारहरूको पनि, किनभने आउँदैन त के गरोस्, अनि नआएपछि होइन नभनेर के भन्नुहोस्, अर्थ छैन। त्यस कारणले गर्दा आजको दिनमा म भन्छु हर कसैको जीवनमा ध्यान आउन जरुरत छ। अघि मैले भने नि, ध्यान मानिसहरूको जीवनमा नआएको लगभग 100 वर्ष 1000 वर्ष लगभग चल्दैछ। तपाईँ इतिहासलाई खोज्नुभयो भने अब यसै गरेर एक दिन निन्द्राले पनि मनुष्य जातिलाई छोडेर जान्छ। मनुष्य जातिलाई निन्द्राले पनि छोडेर जान्छ। आज उदाहरणको लागि म भन्न चाहन्छु, धेरै महान विचारशील व्यक्तित्वहरू, विलियम शेक्सपियर के भन्नुहुन्छ, जिन्दगी एउटा नाटक हो। नाटक कतिखेर हुन्छ थाहा छ? जब हामी होसमा हुँदैनौँ, बेहोस हुन्छौँ। नाटक त्यसलाई भनिन्छ जसमा हामी होस हुँदैनौँ, बेहोस हुन्छौँ। त्यो गर्ने नाटक भन्न खोजेको होइन, रियालिटी नाटक भनेको। मैले फेरि कुरालाई अत्यन्त नलिन, गर्ने जसले नाटक गर्नुहुँदैछ, हँसाउनु हुँदैछ है, जे पनि गर्नुहुन्छ उहाँ महानतम आत्माहरू जसले हामीलाई सुख शान्ति भए पनि केही छिनलाई दिने चेष्टा गर्नुहुँदैछ है। मैले भने नि निन्द्रालाई तपाईँ आफै विचार गर्नुहोस्। निन्द्रा मानिसहरूको जीवनमा 7 दिन आइदिएन, 7 दिन सुतेन, 14 दिन सुतेन, 15 दिन सुतेन भने मानिसहरू बौलाउन थाल्छ, निन्द्राले धताउन थाल्छ, निन्द्राले यति बेसी उत्पीडन दिन थाल्छ, निन्द्राको यातना हुन थाल्छ। चाइनामा कहीँ जग्गामा तपाईँ स्टडी गर्दै जानुहोस्, पढ्दै जानुहोस्, त्यहाँ भेट्नुहुन्छ राजाहरूले पहिला त्यहाँ सताउनको लागि चाहिँ जो पनि त्यहाँ कुकर्मी गर्ने व्यक्तिहरू, जो पनि त्यहाँ नराम्रो गर्ने, सायद राजाको खिलाफमा जाने या त वाटेभर कोही व्यक्तिलाई त्यहाँ जेलभित्र हालेर चाहिँ केही गर्थेन, तर उसलाई सुत्नु मात्रै दिन्थेन। अनि 10 दिन 15 दिन 16 दिन 20 दिन पुगेपछि त्यो मान्छे आफस्याप बौलाउन थाल्थ्यो, अनि उसले यस्तो हरकत गर्न थाल्थ्यो जो मनुष्य जातिले कहिले देखेकै छैन। स्वयं आफ्नो मासु पनि खान थाल्थ्यो, स्वयं आफ्नो मासु ऊ बौलाको अवस्थामा थियो नि त। उदाहरण म भन्न चाहन्छु, त्यस्तै गरेर मनुष्यको जीवनमा 7, 8, 15, 20 दिन निन्द्रा नआउँदा त मनुष्यको जीवन यो हालत छ। हजारौं वर्षदेखि ध्यान आएन, कुन हालतमा छौँ हामी? आज हामी होसमा आउन जरुरत छ। उदाहरणको लागि म भन्न चाहन्छु, होसको प्रक्रियासँग एउटा कुरा जोड्न चाहन्छु। भगवान गौतम बुद्ध एक दिन प्रचार गर्दै यसरी कुटीको बिचमा बसिराख्नु भएको छ। त्यहाँ हजारौं सम्राटहरू भगवान गौतम बुद्धको कुरा सुन्नको लागि, एक दुई नै हजारौं सम्राट, सारा संसारको देश विदेशको सम्राटहरू आएर भगवान गौतम बुद्धको ज्ञान सुनिरहेको हुन्छ। त्यही बिचमा एकजना चक्रवर्ती सम्राट पनि भगवान गौतम बुद्धको समीप साथ ढाँटले आइपुग्छ। अनि भगवान गौतम बुद्धले भन्छ, भगवान बुद्ध, म सत्य खोज्न आएको र एउटा कुरा पनि भनिराख्छु, तपाईँको वचन नसकुन्जेल मैले सत्यलाई पाएन भने म सत्य नखोजी त यो जग्गादेखि जाँदै जान्न। मैले मेरो राज्यलाई प्रण गरेर आएको छु, म सत्य खोजेरै जान्छु। अनि यो कुरा सुनेर भगवान गौतम बुद्ध मुस्कुराउनुहुन्छ, अनि उहाँले राजन भनेर एउटा चौकी उहाँलाई दिनुहुन्छ। अनि चौकी दिएर उहाँ राजन बस्नुहुन्छ। अनि भगवान गौतम बुद्ध मिठो मिठो अमृत भई कुरा सुनाउनुहुन्छ। अनि त्यो राजनको चाहिँ के हुन्छ, एउटा बिमारी भने उसको खुट्टाको एउटा बुढी औँठा हल्लिराखेको हुन्छ। अनि भगवान गौतम बुद्ध मिठो मिठो प्रचार जब सुनाउन लाग्नुहुन्छ, त्यहाँ फेरि चक्रवर्ती सम्राटको खुट्टा हल्लिन थाल्छ, एउटा बुढी औँठा। अनि फेरि भगवान गौतम बुद्धले त्यो बुढी औँठालाई हेर्नुहुन्छ, अनि फेरि त्यो औँठा रुकिन्छ। अनि फेरि भगवान गौतम बुद्ध प्रचार गर्न थाल्नुहुन्छ, फेरि बुढी औँठाको औँठा हिल्न थाल्छ, दाहिने खुट्टाको बुढी औँठाको एउटा औँला हिल्न थाल्छ। अनि
फेरि यो हिलेको देखेर भगवान गौतम बुद्धले आफ्नो वचनलाई रोकिकन फेरि खुट्टालाई हेर्छ अनि फेरि त्यो खुट्टा रोकिन्छ अनि फेरि भगवान गौतम बुद्ध प्रचार गर्न थाल्नुहुन्छ। अनि निकै बेर यो चलिरहन्छ अनि केही छिनपछि भगवान गौतम बुद्ध बिचमा आफ्नो कुलालाई रोकेर भन्नुहुन्छ, सम्राट, तिमी सत्य खोज्न आएको भन्छौ, तिम्रो खुट्टाको एउटा बुढी औँठा हिल्लेको कुरा तिमीले चाल पाउँदैछौ? अनि राजा चकित हुन्छ। राजाले भन्छ, सम्राट, गौतम बुद्ध, मैले त चालै पाएको छुइनँ। अनि भगवान गौतम बुद्ध भन्छ, पहिला होसमा आऊ। जबसम्म तिमी स्वयंलाई जान्दैनौ, जबसम्म तिम्रो शरीरको एउटा अङ्ग हिलेको तिमीलाई थाहै छैन, तिम्रो हात खुट्टा पाउ यता कता चल्दैछ, कुन दिशामा चल्दैछ त्यो तिमीलाई थाहै छैन, तिमी सत्यको खोज गर्न आएको। पहिला आफ्नो शरीरलाई नियन्त्रणमा राख, स्वयंलाई जान र स्वयं को भनेर बुझ अनि सत्य खोज गर। सत्य त्यति सजिलो छैन, सत्य त्यति मूल्यविहीन होइन, सत्य मूल्यवान हो। अनि यो सत्यलाई तिमी पाउन आएको छौ, तर स्वयं को र तिम्रो स्वयं शरीरको अङ्ग कता हिल्लिँदैछ तिमीलाई थाहा छैन। म सत्य कसरी भनौँ तिमीलाई, सत्य कसरी सम्झाउँ तिमीलाई, सत्य कसरी बुझौँ, किन तिमी बेहोसमा छौ। पहिला होसमा हो। भगवान गौतम बुद्ध मिठो कुरा भन्नुहुन्छ, हर कसैलाई उहाँको स्वाद चाख्यौँ भने दुनियाँमा कसै छैन, म भन्न चाहन्छु दुनियाँमा कसै छैन भगवान गौतम बुद्धको कुरालाई रिप्लेस गर्न सकोस्। चाहे मेरो कुरा तपाईँ स्टेटमेन्ट मान्नुहोस् या त वाटेभर केही पनि मान्नुहोस्, होइन भने तपाईँ खोजेर हेर्नुहोस्, स्टडी गरेर हेर्नुहोस् उहाँ के भन्नुहुँदैछ। सारा दुनियाँ, सारा संसार म छु तिम्रो भरोसा भन्छ नि गौतम बुद्ध भन्नुहुन्छ, उपदिव भव, स्वयं तिमी बन, स्वयं तिमी जाग, स्वयं तिमी जल, अरूको भरोसामा नबस। यसकारणले गर्दा म भगवान गौतम बुद्धलाई विशेष अनि विशेष मान्दछु। अनि भगवान गौतम बुद्धलाई मात्रै होइन, सारा संसारमा जन्मिनु भएको महाबुद्ध पुरुषलाई विशेषभन्दा विशेष मान्दछु। यस कारणले गर्दा मेरो भनाइ धार्मिक सङ्गठनपट्टि होइन, तर मेरो भनाइ बुद्ध पुरुष र दार्शनिक पुरुष र विचारशील आध्यात्मिक पुरुष र ती ध्यानी योगीहरूप्रति हुनेछ। र विशेष म हर कसैलाई भन्न चाहन्छु, समयमा नै जीवन पाउन अति नै जरुरत छ। यदि हामीले समयमा प्रेमलाई चिन्दैनौँ, समयमा परमात्मालाई चिन्दैनौँ, समयमा हामीले स्वयंलाई चिन्दैनौँ, समयमा धर्मलाई चिन्दैनौँ भने योभन्दा दुर्भाग्यपूर्ण कलियुग अरू कुनै हुन सक्दैन। मैले भने नि, ध्यानी योगी आध्यात्मिक पुरुषले काटमार, लडाइँ झगडा इत्यादि भीषण यो शरीरको उत्पीडन कुराहरूलाई देखेर, यो राजनीतिक विषय, यो तमासा इत्यादि आज दिन सुन्दै नसुनेको फाइल तमासा कुरालाई देखेर, यो सबै कुरालाई हेरेर उहाँहरूले कलियुगको नाम दिनुभएको होइन। कलियुग को नाम मेरो आफ्नो दृष्टिकोणबाट तपाईँ र मैले ध्यान जस्तो कुरा समस्त मानव जाति डुब्ने कुरालाई बिर्सिँदैछौँ। ध्यान यदि मनुष्य जातिमा आउनु भने समस्त मनुष्य जाति, सम्पूर्ण मनुष्य जाति आज परमात्मासँग लीन हुन सक्छ। आज ध्यान जस्तो कुरा हामीमा नआएको कारणले गर्दाखेरि समस्त मनुष्य जाति अन्धकार खाइमा जाँदैछ, अन्धकार खाइमा डुब्दैछ। अनि योभन्दा ठुलो विनाश के हुन सक्छ? हत्याको विनाश त एउटा हो, बलात्कारको विनाश त एउटा हो, तर सारा समस्त मनुष्य जाति अन्धकार खाइमा जाँदैछ ध्यान नआएको कारणले गर्दाखेरि। जस्तो निन्द्रा नआउँदा मान्छे 15-16 दिन निन्द्रा आउँदा मान्छे बेहोसको कारणमा यति बेर उत्पीडन काम तमासा गर्छ, बुझ्नुभयो? अब भविष्यमा गएर निन्द्रा पनि आउँदैन। त्यो दिन, त्यो समयको नानीले मनुष्यमा प्रेम छैन, प्रेम आउँदैन। एक दिन गएर निन्द्रा आउँदैन, त्यहाँदेखि भोलिपल्ट फेरि त्यसको पछाडि बादमा कहीँ 100 वर्ष पछाडि प्रेम आउँदैन, अनि कहीँ 100 वर्ष पछाडि धेरै कुरा आउँदैन यो धरतीमा। आज तपाईँलाई म कहीँ 100 वर्ष कुरा गर्दैछु, जो आजको दिनमा धार्मिक प्रविधिले मैले बुझ्ने मौका र अध्ययन गर्ने मौका पाएँ। ती महान ध्यानी योगी पुरुषलाई मेरो हृदयदेखि सदैव सम्मान छ। अनि म भन्छु, धर्मलाई विज्ञानको जरुरत छ अनि विज्ञानलाई धर्मको जरुरत छ। बिना विज्ञानको धर्म कुनै कामको छैन, बिना धर्म विज्ञानको केही काम छैन। बिना धर्मको विज्ञान तपाईँ बनाउनुहुन्छ भने त्यो विनाशकारी हो। त्यहाँ धर्म जस्तो अर्थ छैन, धर्म जस्तो शक्तिशाली कुराको अर्थ छैन।
आज धर्म त प्रेम जस्तो हामीभित्र बसेको भित्र कुञ्जीहरू हो। यसलाई स्ट्रक्चरमा बाहिर निकालेर तमासा गर्ने काम मनुष्यले सायद यो गर्नु सबभन्दा ठुलो भुल थियो मेरो आफ्नो दृष्टिकोणमा। गर्नुहोस्। अर्को कुरा मैले भन्न चाहेको धेरै विरोधाभासहरू छ, यहाँ कुरालाई बुझ्ने चेष्टा चाहिँ गर्नुपर्छ। आज हामी धेरै सभ्यताहरूले मूर्तिहरूलाई पुज्छौँ अनि अर्को सभ्यताले भन्छ मूर्तिलाई पुज्नु हुँदैन। किन मूर्ति पुजेको, ढुङ्गा किन पुजेको, वाटेभर केही कुरा रुखपात चराचुरुङ्गी किन पुजेको, परमात्मा त माथि हुनुहुन्छ, परमात्मालाई पुजेन, परमात्माले बनाउनु भएको सृष्टि हो हाम्रो लागि। म भन्छु हाम्रो लागि होइन, हामी उहाँको प्राकृतिकको हौँ। जुन दिन मेरो लागि भनिरहन्छ त्यो दिन विनाश हो। म प्राकृतिक हो भनेर जिउनु चाहिँ पर्यो। अनि मैले भने नि परमात्माले हर कुरा तपाईँ अनि मलाई दिएको छ। यसको मतलब चाहिँ हामी मालिक बनाइदिएको होइनौँ। जति तपाईँ र मेरो जीवन यस धरतीको लागि बहुमूल्य छ, त्यति एउटा कुनै पनि प्राणीको जीवन पनि त्यति नै मूल्यवान छ। परमात्माको नजरमा मनुष्य जाति, प्राणी जाति र हर कुरामा भएको कुनै जातिमा भेदभाव छैन। परमात्माको नजरमा एउटा पत्ता र मानिसको जीवनको मूल्य बराबर छ। त्यही भएर त उहाँले पत्ता राख्नुभयो। मनुष्यको जीवनमा मनुष्य मूल्यवान हुनु थियो भने पत्ता थिएन भने, एउटा पत्ता पनि यो धरतीमा थिएन भने अक्सिजन कहाँदेखि आउँथ्यो? अनि सागरदेखि आउँछ, सागरभित्र पनि त अक्सिजन त्यो प्लान्ट्सहरू छ, कहीँ कुरा छ, सागरको आफ्नो कृत्रिम कुरा छ, त्यो सबै कुरा कहाँदेखि आउँथ्यो? हर कुरा परमात्माले बनाउनु भएको एउटा पत्ता पनि विशेष छ यो धरतीमा। म मात्रै विशेष हो, अरू सबै केही होइन भन्ने धारणा नराख्नु होला कसैले पनि। हामी सबै विशेष हौँ। अनि एउटा कुरा बडो मजाको कुरा, बी काइन्ड टु एनिमल चाहिँ साँच्ची नै मनमा हुनुपर्छ। जबसम्म यो मनमा उत्रिँदैनौँ तबसम्म हामीले केही कुराहरूको विचारधारा नै ल्याउन सक्दैन। विशेष म भन्न चाहन्छु यो एउटा राम्रो इनिसिएटिभ हो, यो पहलो एउटा हर कसैको भित्र हुनुपर्छ। सायद आजको दिनमा राजनीतिकबाट पनि यस्तो राम्रो एउटा विषय आउँछ, एउटा राम्रो इनिसिएटिभ आउँछ भने यो कुरालाई सम्मान छ। यो कुरालाई एउटा के हो भने हामी हर कसैलाई यो एउटा जरुरी कुरा हो। आज हर कसैले विनाश गर्नदेखि रोक्नुपर्छ, हर कसैको दायित्व र जिम्मेवारी हो। अब कुरा हौँ हामी धेरै सभ्यताले भन्छौँ मूर्ति पूजा किन पुजेको, धेरै सभ्यताले भन्छ अनि किन पुजेको भन्दा उसकोमा त्यस्तो धेरै आन्सर पनि हुँदैन। तर मेरो आफ्नो खोज र मेरो आफ्नो विचारधाराको अनुसार म बुझाउन चाहन्छु, मूर्ति एउटा पुलको भाँति परमात्मासम्म पुग्नुको काम गर्छ। धेरै सभ्यताले मूर्तिको विशेषता र मूर्तिको खुबीलाई बुझ्नै सकेको छैन। तपाईँले एउटा उदाहरण दिन्छु, तपाईँ एउटा नक्सा बनाउनुहोस्, कसैले तपाईँलाई कसको आकारको कुनै तपाईँलाई रूप रङ दिएन भने तपाईँ नक्सा कसरी बनाउने भनिदिनु पर्यो, या त कुनै आकार देखाइदिनु पर्यो, वाटेभर केही कुरा गर्नु पर्यो। मूर्ति आकारको भाँति लिएर जान सक्छौँ, पुलको भाँति परमात्मासम्म लिएर जान सक्छौँ। पुलमा घर बनाउनु चाहिँ होइन। फेरि यो कुरा तपाईँ बुझ्नुहुन्न भने भारतको हिन्दुजमको केही महान सन्त पुरुष तपाईँ परमहंसको विषयमा तपाईँ बुझ्न सक्नुहुन्छ, विवेकानन्दको विषयमा बुझ्न सक्नुहुन्छ। विवेकानन्द जसको गुरु परमहंस थियो, उहाँको विषयमा तपाईँ बुझ्न सक्नुहुन्छ। मैले बुझाएँ फेरि 2 घण्टाको भिडियो हुनसक्छ। यस कारणले गर्दा तपाईँ आफै बुझ्नु होला। मूर्तिलाई पनि तपाईँ, मूर्तिमा पनि तपाईँ घर नबनाउनुहोस् अथवा पुलमा तपाईँ घर नबनाउनुहोस्। भारतले सबभन्दा ठुलो खोज गरेकै त यही हो, सबभन्दा ठुलो। आज कहीँ सभ्यताले अथवा बुद्धिजीवी मान्छेले गलत भने भनोस्, आज म भन्छु मेरो आफ्नो दृष्टिकोण र मेरो आफ्नो विचारधाराले भन्छु, परमात्मासम्म पुग्ने एउटा सिँढीको काम गर्छ मूर्तिले। अनि यो मूर्ति महान कृत्रिम हो अनि महान भैवक बुद्धिजीवी अनि अत्याधुनिक ध्यानी योगीहरूले बनाएको ती कृत्रिम कुराहरू हो। परमात्माको सम्झनामा बनाएको ती सम्झना कार्यत कुराहरू हो। यो आस्थाको कुरा मात्रै होइन, यसको भित्रको धेरै परम संश्लेषणहरू छ, यसको भित्रको परम हिस्ट्री छ, यसको पछाडिको परम कारणहरू छ। आज हामीले कारण बुझ्न सकेको छैनौँ। आज हामीले मूर्ति पूजा गर्दैछौँ इत्यादि यो सब कुरालाई गर्दैछौँ। आज हामीले यसको परम कारणलाई बुझ्न सकेको छैनौँ। यसको पछाडिको परम कारण छ। उदाहरण म भन्छु, एउटा शिवलिङ्गको विषयमा लिएर भन्छु। शिवलिङ्गको कुनै आकार देख्दैनौँ, किन? तपाईँलाई थाहा छ? हामी यसलाई पनि मूर्ति भन्दैछौँ। सारा संसारको सभ्यता जो पनि अरू धर्ममा हुनुहुन्छ, जसले पनि मूर्ति पुज्नुहुन्छ, उहाँहरूलाई यो बेकारको फिजुलको कामहरू भनेर भन्नु हुँदैछ। म उदाहरण पनि दिन चाहन्छु मेरो आफ्नो दृष्टिकोण विचारधारामा। शिवलिङ्ग
निराकार छ, यसको कुनै आकार छैन। अब कुरालाई मजाले बुझोस्। अनि शिवलिङ्ग संसारको प्रतीक हो, परमात्माको प्रतीक हो शिवलिङ्ग। शिवलिङ्ग परमात्माको एउटा प्रतीक, एउटा महानतम प्रतीक हो। परमात्माको कुनै आकार हुनै सक्दैन, यसकारण त शिवलिङ्गमा आकार छैन त। आज अलग तरिकाले बुझ्छौँ फेरि शिवलिङ्गको परिभाषालाई। जसले पनि शिवलिङ्गको परिभाषालाई अलग तरिकाले बुझ्नु हुँदैछ उहाँलाई बिन्ती गर्न चाहन्छु, नहेर्नुहोस् ल, तपाईँले बुझ्नु सक्नुहुन्न। यो परम गाथाको कुराहरू। शिवलिङ्ग यो धरतीको सायद परमात्माको एकदमै निकटतम, एकदम नजिकको मूर्ति हो शिवलिङ्ग। मेरो आफ्नो दृष्टिकोणमा शिवलिङ्ग भन्दा नजिक कुनै मूर्ति नै छैन। शिवलिङ्ग यति महानतम र यति शक्तिशाली, यति नजिक परमात्माको एउटा दृश्यलाई झल्काउने एउटा मूर्ति हो। शिवलिङ्गलाई हेरेर हामी बुझ्न सक्छौँ कि परमात्मा निराकार छ, परमात्माको कुनै आकार छैन भनेर। अनि धेरै मान्छेहरू शिवलिङ्गलाई मूर्ति हो, आकार हो भनिरहेको छ नि, सायद तपाईँहरू गलत हुनुहुन्छ। जसले पनि, सायद हामी पनि मान्दैछौँ मूर्ति हामी सिडीको भाती युज गर्दैछौँ अथवा सिडीको भाती चलाउँदैछौँ, सिडीमा घर बनाइराखेको छैनौँ। तपाईँले त्यो सिडीमा घर बनाएको देख्नुभयो भने त्यो तपाईँको जिम्मेवारी हो। अनि हर कसैलाई भन्छु, परमात्मा मन्दिर, चर्च, गुम्पा यो सबै भएको परमात्माको सन पुग्ने सायद सिडी हो। यो सिडीलाई हामीले सिडीको भाती युज गर्नुपर्छ, सिडीको भाती हामीले उहाँलाई चलाउनु पर्छ। तर हामी सिडीमा घर बनाउँदैछौँ, यो घर चाहिँ हाम्रो दुर्भाग्यपूर्ण हो। यसकारणले मेरो अन्तिम वचन पनि रहेको छ, म प्राकृतिक हुँ, म समस्त प्राकृतिक हुँ, समस्त प्राकृति मेरो होइन। यो दायित्व र यो विचारधारा हर कसैले आफ्नो मनमा लिएर सोचेर हिँड्नुपर्छ। अनि विशेष म हर युवा पिँढीलाई भन्न चाहन्छु, बुद्धिको विवेक चढे राजनीतिक बन्नु होला। राजनीतिकले धेरै सुधार ल्याउँछ र धेरै परिवर्तन गर्छ र राजनीतिकमा पनि राम्रो विचारधाराको एकदमै धेरै जरुरत छ। अनि हुन सकेको धार्मिक जीवन जिउनु होला। मैले राजनीतिक विचारधारा, राजनीतिक चित्त र धार्मिक चित्त र विचारधाराको विषयमा 1-1.5 घन्टाको भिडियोमा मैले हुन सकेको विश्लेषण गरेको छु र आउँदो भिडियोहरूमा हामी भेट्ने नै छौँ है। विचार यसरी सुन्नेछौँ, राख्नेछौँ। विशेष म यो पनि भन्न चाहन्छु, हुनु त मेरो हर भिडियो 1 घन्टा, 1.5 घन्टा, 25 मिनट, 30 मिनट, आधी घन्टाको हुन्छ है। अनि सबैजनाले मेरो भिडियोलाई हेरोस्, निहालोस्, गोरोस् पनि भन्न चाहन्न म। जो सत्यको खोजीमा हुनुहुन्छ, जसले आफ्नो विचार राख्नुहुन्छ, उहाँले चाहिँ पट्टै हेरोस् र बुझोस् भन्ने चाहन्छु है। थ्याङ्क यू।